आदरणीय दर्शकवृन्द नमस्कार। श्रुति मिडियाद्वारा सञ्चालित श्रुति संवादको यो अर्को श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। सदा चाहिँ धर्म, कर्म, अध्यात्म, दर्शन, तन्त्र, मन्त्र, संस्कार, संस्कृति, चाडपर्व, चालचलन, पहिचान, परम्परा, समाज र सत्सङ्गका बारेमा चर्चा गरिने यस श्रुति संवाद कार्यक्रम सदा चाहिँ विशेष रहने नै गर्छ। किनभने यसमा हामी समाजमा रहेका धारणा, ध्यान, धर्म र यसका बारेमा उठेका प्रश्नहरू र प्रतिकूल जवाफहरू के हुन् त्यसका बारेमा चाहिँ सधैँ चर्चा गर्ने गर्छौँ। त्यसकारण पनि यो विशेष रहने गर्छ। र आज हामीसँग एकजना विशेष पाहुना हुनुहुन्छ। उहाँ भावातीत ध्यानसँग सम्बन्धित हुनुहुन्छ र भावातीत ध्यानको प्रशिक्षकको रूपमा आफूलाई परिचित गराउन चाहनुहुन्छ। उहाँ हुनुहुन्छ माधव बरियाल र म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हस्, नमस्कार। नमस्कार, धन्यवाद। आराम हुनुहुन्छ सर? एकदम आराम सर। यो भावातीत ध्यानमा तपाईँ चाहिँ कहिले र कसरी जोडिनु भयो? म 1979 मा हजुर म शिक्षण पेसामा आबद्ध थिएँ। हजुर। त्यसपछि अध्ययन गर्ने क्रममा मैले खास गरी व्यक्तित्व विकास, सेल्फ डेभलपमेन्ट साइडतिर अध्ययन गर्ने मेरो अत्यन्त ठुलो रुचि थियो। अनि त्यति बेला एउटा पुस्तक मैले पाएँ, महर्षि महेश योगीले लेख्नु भएको थियो। त्यो पुस्तक थियो कमेन्ट्री अन भगवत गीता। भगवत गीता उहाँले लेख्नु भएको भगवत गीता जुन थियो त्यो अलिक पृथक खालको थियो। त्यसमा अर्जुनलाई एउटा तनावग्रस्त व्यक्तिको रूपमा चित्रित गर्नुभएको थियो उहाँले। भगवान कृष्णलाई चाहिँ अनन्त, अखण्ड, शाश्वत, सनातन, पुरातन एउटा सत्ताको रूपमा उहाँले देखाउनु भएको छ। र जीवनमा सुख पाउनको लागि हामी बाहिरको यो सत्ताबाट, रिलेटिभ फिल्ड अफ लाइफ, सापेक्षिक जीवनबाट कसरी भित्रको निर्गुण निराकार सत्ताको अनुभूति गर्न सकिन्छ सहजै भन्ने कुरा जुन उहाँले देखाउनु भएको थियो, मलाई के लागेको थियो भन्नुहुन्छ भने जीवनमा अगाडि बढ्न, सफलता, शान्ति, सुख प्राप्त गर्नको लागि सङ्घर्ष गर्नुपर्छ भन्ने मेरो मूल्य मान्यता विकास भएर आएको थियो। तर महर्षिले के देखाउनु भयो त्यहाँ भन्दाखेरि जीवनमा दुःख बराबर सुख हुन्छ भन्ने ग्यारेन्टी छैन। तपाईँ जीवनभरि सुखै सुख पनि प्राप्त गर्न सक्नुहुन्छ, जीवनभरि दुःखै दुःख पनि प्राप्त गर्ने कसैको जीवनशैली हुन्छ। त्यसैले त्यस्तो कुनै म्याथमेटिकल फर्मुला छैन जहाँ दुःख बराबर सुख हुन्छ, सुख बराबर दुःख हुन्छ भन्ने त्यस्तो सूत्र छैन। म बहुत प्रभावित भएँ। अनि मलाई लाग्यो यसरी आन्तरिक यात्राबाट, आन्तरिक शान्तिबाट बाहिर पनि शान्ति हुन्छ, बाहिर पनि सुख हुन्छ, समृद्धि हुन्छ, सफलता हुन्छ भन्ने महर्षिको फिलोसफीबाट म साह्रै प्रभावित भएँ। र उहाँको अभिव्यक्ति थियो लाइफ इज हियर टु इन्जोय, टेल एभ्रीवन नोबडी हेज टु सफर एनिमोर। दुःख पाउनु जरुरी छैन। उहाँको दाबी के थियो भन्दाखेरि मसँग त्यस्तो प्रविधि छ, उहाँ त भौतिक शास्त्री हुनुहुन्थ्यो, मसँग त्यस्तो एउटा टेक्नोलोजी छ जसले दुःख नगरिकन पनि सुख प्राप्त गर्न सकिन्छ। त्यसैलाई उहाँले ट्रान्सेन्डेन्टल मेडिटेसन भन्नुभएको छ, भावातीत ध्यान नेपालीमा। र म चाहिँ त्यो अभ्यास गरेपछि बहुत प्रभावित भएँ। र आज 27 वर्ष भयो मैले हजारौँ व्यक्तिहरूलाई सिकाउँदै आइरहेको छु। म आफू पनि सुखी छु भन्ने ठान्छु। मेरो दृष्टिकोण हो यो, त हुन त अरूले हेर्ने कुरा हो। त्यसैले म शान्त छु, म स्वस्थ छु। अर्को गर्व गर्ने मेरो एउटा चाहिँ छ ठाउँ। मैले दबाईहरू खाएको छैन, हस्पिटल गएको छैन। यसरी मेरो यात्रा चाहिँ सुरु भयो। अनि तपाईँ अब व्यक्तित्व विकासको क्रममा चाहिँ नि अब अगाडि लाग्दै हुनुहुन्थ्यो, अगाडि जोडिँदै हुनुहुन्थ्यो। र जुन कारणले अथवा जसरी यो चाहिँ भावातीत ध्यानमा जोडिनु भयो, त्यो कुरो चाहिँ त्यो पहिलोपटक चाहिँ ध्यान गर्दा अथवा पहिलोपटक त्यो ध्यानमा सहभागी भएपछि त्यो चिज तपाईँको प्राप्त भयो कि भएन? तपाईँको त्यो समस्याको ऊ चाहिँ के रह्यो? म त्यस्तो स्पेसल कुरो प्राप्त गर्ने भनेरै त यता लागेको त होइन। हेर्नु, म चाहिँ अब स्वाभाविक रूपले जागिर खाने क्रममा स्ट्रेस हुन्छ, टेन्सन हुन्छ,
र साथसाथै मेरा एम्बिसनहरू पनि थिए। हजुर। लाइफमा केही गर्नुपर्छ भन्ने त्यो जोस जाँगरको युवा थिएँ म। अनि अध्ययनहरूले मलाई भित्रभित्रै के पनि सिकाइरहेको थियो भने, के कुरामा म कन्भिन्स थिएँ भने तपाईँले कुनै पनि कुरा एचिभ त गर्नुभयो, उदाहरणको लागि तपाईँले कमाउनुभयो, राम्रै मनज्ञ आम्दानी गर्नुभयो, तर त्यसको सीमा के हो? तपाईँले अध्ययन गर्नुभयो, तपाईँले कतिवटा डिग्री अध्ययन गरेपछि तपाईँ सन्तुष्ट हुनुहुन्छ, या तपाईँ कुनै सेलिब्रिटी बन्न मन थियो, तपाईँ कहाँसम्म पुगेपछि तपाईँ सन्तुष्ट हुनुहुन्छ, तपाईँ देश विदेश भ्रमण गर्नु मन लागेको थियो, कतिवटा देश भ्रमण गरेपछि र कहाँ कहाँ घुमेपछि तपाईँ सन्तुष्ट हुनुहुन्छ। यसको कुनै लिमिटेसन मैले देखिनँ। त्यसैले मलाई के रियलाइज भयो भने यो त बाहिरको रमझमबाट हामी प्रेरित भइरहेका हुन्छौँ, म पनि प्रेरित भइरहेको छु। त्यसैले ठुलो कुरा चाहिँ आन्तरिक शान्ति, आन्तरिक यात्रा र यसको एउटै मात्रै प्रविधि मैले देखेँ, होला न अरू पनि, खास गरी मेडिटेसन, ध्यानको प्रविधि देखेँ मैले। त्यसबाट चाहिँ म अगाडि अहिले पनि बढिरहेको छु र म जीवन पर्यन्त यही नै गर्ने हो मैले। त्यसैले अब सुरुको र अहिलेको हेर्ने हो भने म त्यही प्रश्नमा ठ्याक्कै आउँदै थिएँ। हजुर हजुर। तपाईँ त्यो पहिलो पटक लाग्दाको अनुभव र यो 27 वर्ष लामो जुन चाहिँ अभ्यास गरिराख्नु भएको छ नि यो भावातीत ध्यानको, त्यसमा आउँदा तपाईँको जीवनमा के परिवर्तन भयो, अथवा त्यसको अनुभव चाहिँ पहिलो पटकको अनुभव र अहिले 27 वर्ष पछाडिको अनुभव चाहिँ कस्तो रह्यो? त्यति बेला ध्यान सिक्दाखेरि जस्ट रिल्याक्सेसनको अनुभूति हुन्थ्यो मलाई। हजुर। र केही फ्रेसनेस। म भन्दा पनि मेरो श्रीमतीले धेरै फाइदा लिएकी छन् यसमा। हजुर। उनको प्रेरणाले नै म वास्तवमा यतातिर लागेको पनि हो। हजुर। इमान्दारीपूर्वक भन्दाखेरि। र अहिले चाहिँ म स्वस्थ छु। एउटा मैले गर्व गर्ने ठाउँ मैले सकभर हस्पिटल जान नपरोस् भन्ने एउटा त्यो मेरो चाहना थियो पनि, र अहिले मैले त्यो प्राप्त गरेको छु। र अर्को कुरा शान्ति प्राप्त गरेको छु। म पहिला आत्तिन्थेँ, डराउँथेँ, ओभर एम्बिसियस थिएँ म। अब अहिले कस्तो लाग्छ भने जति दौडे पनि पुग्ने कहाँ हो र? बाहिर त कहीँ त्यस्तो डेस्टिनेसन त भेटिँदैन। त जाने त सबैले जानी नजानी भित्रै रहेछ। हाम्रो लक्ष्य भनेकै आन्तरिक शान्ति र आनन्द रहेछ। यदि त्यो चिज हामी अहिले भर्खरै यहीँ प्राप्त गर्न सक्छौँ भने अब कहाँ दौड्नु जरुरी छ र भने त्यो रियलाइजेसनमा म चाहिँ आएको छु भन्ने लाग्छ मलाई। ए हजुर। अब अहिले चाहिँ यो एक प्रकारले हेर्दा यो योग, ध्यान, यी सबै चिजहरू चाहिँ हजुर फेसनका रूपमा अगाडि बढेका हुन् कि जस्तो लाग्छ। जता गए नि योग देखिन्छ, जता गए नि ध्यान देखिन्छ। यो ध्यान चाहिँ सबैका लागि हो कि होइन? अब यो एउटा राम्रो पनि कुरा हो जस्तो लाग्छ मलाई। यसले अवेरनेस ल्याइरहेको छ। अब अवेरनेस भन्ने कुरो जोसुकै व्यक्तिलाई पनि चाहिन्छ। हामी त के भन्छौँ भने नि, जिन्दगी भनेकै अवेरनेस हो। यो भौतिक शास्त्रीहरूले पनि यसलाई प्रमाणित गरेका छन्। त्यही अवेरनेसले सब एटोमिक पार्टिकल्सहरू निर्माण गर्छ, अणु परमाणुहरू बनाउँछ। तिनीहरूको अन्तर्क्रियाबाट मलिक्युलर स्तर बन्छ। तिनीहरूको अन्तर्क्रियाबाट डिएनएको स्तर आउँछ। डिएनएको अन्तर्क्रियाबाट कोशिकाहरूको स्तर आउँछ। यो शरीर कोशिकाहरूको डम्पिङ हो। र हामी आधुनिक भौतिक शास्त्रले अथवा हाम्रो अध्यात्मले हजारौँ वर्ष पहिलादेखि दिएको अध्यात्म र अहिले भर्खरै विकास भएको खास गरी क्वान्टम फिजिक्स, क्वान्टम भौतिकीलाई हामीले हेर्ने हो भने कुनै पनि पदार्थ जति सूक्ष्ममा जान्छ त्यो त्यति शक्तिशाली हुँदै जान्छ। भौतिक शास्त्रीहरू भन्छन् फाइनर लेयर्स इन नेचर आर अलवेज पावरफुल देन द सर्फेस लेभल अफ द अब्जेक्ट। एटोमिक, सब एटोमिक लेभल्स आर हाई एनर्जी स्टेट्स। यदि कुनै पनि पदार्थ सूक्ष्ममा शक्तिशाली बन्दै जान्छ भने हाम्रा विचारहरू पनि तिनै ऊर्जाका रूपहरू हुन्। र त्यो विचार जति सूक्ष्ममा जान्छ त्यति शक्तिशाली बन्दै जान्छ। हामी त विचारबाट चल्ने प्राणी हौ। त्यसैले बडो इन्ट्रेस्टिङ कुरा के छ यहाँनिर भन्नुहुन्छ भने हामी कतिको सूक्ष्मतम सत्ता, कतिको शक्तिको सत्ताबाट परिचालित हुन्छौँ कि हामी कतिको बाहिरबाट परिचालित हुन्छौँबाट या कमजोर स्तरबाट। त्यसैले व्यक्तिको जीवन निर्धारण गर्ने अत्यन्तै ठुलो कुरा के हो भन्दा तपाईँ कतिको डिपर लेभलबाट परिचालित हुनुहुन्छ,
कतिको स्वाभाविकताबाट परिचालित हुनुहुन्छ, तपाईँ कतिको नेचुरल हुनुहुन्छ, कतिको भित्रैदेखि बोल्नु भएको छ या व्यवहार गर्नु भएको छ या काम गर्नु भएको छ, त यो त सबैको लागि आवश्यक कुरा हो। त्यसैले म के भन्न चाहन्छु भने हरेक थिङ्किङ भएको व्यक्तिले ध्यान गर्नुपर्छ। र अर्को कुरा, थिङ्किङले हामीलाई बनाउँछ भन्ने भन्दा पनि हामी कतिको गहराइबाट सोच्न सक्छौँ र जीवनलाई निर्माण गर्न सक्छौँ भन्ने कुरा यसमा डिपेन्ड गर्छ। थिङ्क एन्ड ग्रो रिच भन्ने जुन सिद्धान्त छ यो पश्चिमको सिद्धान्त हो, त यो सङ्घर्षमा आधारित सिद्धान्त हो। हाम्रो पूर्वीय सभ्यताको योगदान त के हो भने तपाईँ कतिको जागरुक हुनुहुन्छ, कतिको चेतनशील हुनुहुन्छ, कतिको ग्राउन्डबाट परिचालित हुनुभएको छ। त्यसैले यस ध्यानका प्रवर्तक महर्षि भन्नुहुन्छ, वाटर द रुट इन्जोय द फ्रुट। रुखको पातमा, फलमा, हाँगाभिगामा पनि मल पानी हाल्न सक्नुहुन्छ तपाईँ, तर त्यो प्रभावकारी हुँदैन, त्यो त जरालाई हेर्नु पर्यो नि। त्यसैले हाम्रो विचारको स्रोतलाई क्याप्चर गर्ने टेक्नोलोजी हो यो सबैको लागि जरुरी छ। फेरि पनि हामीले अब बच्चा बच्चीहरूलाई त सिकाउन गाह्रो हुन्छ। 8-10 वर्षको भएपछि र जतिसुकै ठुलो उमेरको व्यक्ति 80, 90, 100 वर्षसम्मकालाई पनि यो टेक्नोलोजी उत्तिकै आवश्यक छ। हामीले ती सिकाउन सक्छौँ, उहाँहरूलाई सबैलाई सिकाउन सकिन्छ। अब यो विशेष गरी भावातीत ध्यानलाई तपाईँहरू चाहिँ वैज्ञानिक ध्यान भनिराख्नु भएको छ होइन? हजुर। अब यो चाहिँ हाम्रो विज्ञान भैरव तन्त्रमा 112 प्रकारको ध्यानको विधिहरू छन्। हजुर। त्यो चाहिँ हाम्रो शिवजीद्वारा पार्वतीलाई बताइएको विधि हो, ध्यानका विधिहरू हुन्। र त्यो 112 प्रकारमा सुट नहुने अथवा त्यो चाहिँ ठिक नहुने भन्ने कोही पनि व्यक्ति रहँदैन भन्ने मान्यता छ। तर अब यो पुरातन समयदेखि यसरी आएको कुरालाई तपाईँहरू चाहिँ अहिले नयाँ वैज्ञानिक भनेर कसरी भनिराख्नु भएको छ? यस्तो हो, पुरानो ध्यानका विधिहरू जति छन् हामीले नराम्रो भनेकै छैनौँ, भन्नु पनि हुँदैन। आफ्नो राम्रो अरूको नराम्रो भन्ने कुरो पनि होइन। हुन त सबै हाम्रा वैदिक टेक्नोलोजीहरू हुन्। कुरा के छ भन्दाखेरि अहिलेको जीवनशैली अनुसार जुन महर्षिले वैदिक साहित्यबाटै निचोरेर दिनुभएको यो भावातीत ध्यान, निस्त्रैगुण्य भवार्जुन भनेर भगवान् कृष्णले अर्जुनलाई बताउनु भएको छ। भगवत गीताको 2रो अध्यायको 45औं श्लोक यहाँले हेर्नुभयो भने त्यहाँ प्रष्ट रूपमा भित्र हुने हो अर्जुन भनेर उहाँले चाहिँ बताउनु भएको छ। अब साथसाथै उहाँले के भन्नुभएको छ भने काम पनि गर्ने हो, हामी त व्यावहारिक मान्छे हो, व्यापार व्यवसाय गर्नु पर्यो, आफ्नो पेसामा आबद्ध हुनु पर्यो, घरबार हेर्नु पर्यो, साथीभाइलाई भेटघाट गर्नु पर्यो, जीवन चलाउनु पर्यो, पैसा पनि कमाउनु पर्ने होला, मान सम्मान पनि चाहिएला होइन? त्यसैले हामी आन्तरिक रूपमा केही क्षण शान्तिका साथ हामी जीवन यापन गरियो भने हाम्रा क्रियाकलापहरू पनि शान्त हुन जान्छन् भनेर महर्षिले अध्ययन गर्नुभयो। हार्वर्डमा, क्यालिफोर्नियामा, युरोप अमेरिकाका ठुल्ठुला युनिभर्सिटीहरूमा लक्ष्य के थियो भन्दाखेरि मानव स्नायु प्रणालीलाई अत्यधिक फाइदा दिनको लागि कस्तो खालको ध्यान कसरी गर्दा बढी उचित हुन्छ भनेर अनुसन्धान गर्ने क्रममा 15-20 मिनटको साँझ बिहानको गहिरो विश्राम भयो भने त्यसले चाहिँ हाम्रा दिनभरिका एक्टिभिटीहरू, क्रियाकलापलाई पोषित गर्न सक्छ, हाम्रो आन्तरिक जागृतिलाई कायम राख्न सक्छ भन्ने हेतुले आजको मोडर्न व्यस्त व्यावसायिक एउटा चाहिँ परिवेशमा उहाँले चाहिँ यो ध्यानलाई वैदिक साहित्यबाटै निचोरेर हामी समक्ष प्रस्तुत गर्नुभएको। त्यसैले हामीले के हेर्ने हो भन्दा यो ठिक त्यो ठिक भन्ने होइन। ध्यानका विधिहरू सबै ठिक छन्, आफ्नो ठाउँमा सबै राम्रा छन्, तर हुनसक्छ कहिलेकाहीँ हाम्रो जस्तो जीवनशैली जुन अस्तव्यस्त जीवनशैली छ, साँझ बिहान एकछिन रिल्याक्स गरेर एकछिन मनलाई शान्त गरेर हामी हाई पर्फर्मेन्स गर्न सक्छौँ, हाम्रो सोच विचार गहराइबाट आउन सक्छ होइन, हाम्रा उपलब्धिहरू राम्रो हुनसक्छ, साइनिङ हुनसक्छ, सबै चिजहरू, हाम्रो रिस्क कम हुनसक्छ, स्ट्रेस टेन्सन डिजल्भ हुनसक्छ, हाम्रो प्रेसर कमी हुनसक्छ, हाम्रो टाउको दुखाइ कम हुनसक्छ भने वैज्ञानिक अनुसन्धानको आधारमा सिकाइएको ध्यान हो, यो नै सर्वोत्कृष्ट हो भनेर हामीले भन्नु पनि हुँदैन। अब हरेक देशकाल परिस्थिति अनुसारका ध्यानहरू हुन्छन्, कुनै 1 घन्टा गर्ने हुन्छ, कुनै आधा घन्टा गर्ने होला, कुनै 2 घन्टा 3 घन्टा पनि गर्ने होलान्। यो 15-20 मिनट गरिन्छ। यसको लक्ष्य चाहिँ आन्तरिक जागरण हो, शान्ति हो। अब मलाई लाग्छ
सरदरमा सबैका लक्ष्यहरू यस्तै यस्तै हुन्, शब्दावलीहरू चाहिँ अलिअलि फरक हुन्छन्। कसैको दुःख समाप्त गर्ने भनिन्छ, कसैको आनन्द प्राप्त गर्ने भनिन्छ, कसैको स्ट्रेस टेन्सन फ्री गर्ने भनिन्छ, कसैको चाहिँ निश्चिन्त बन्ने भनिन्छ, शान्ति प्राप्त गर्ने भनिन्छ, स्वस्थ स्वस्थ बन्ने भनिन्छ। यी टर्मिनोलोजीहरू जे भए पनि मोटामोटी लक्ष्यहरू चाहिँ मिल्छ भन्ने लाग्छ मलाई चाहिँ। अब अघि तपाईँले भनि पनि हाल्नुभयो, हामी सामान्यतया भावातीत ध्यान चाहिँ 20 मिनट गर्छौँ भन्ने खालको 20 मिनटको एउटा चाहिँ हाम्रो सूत्र जस्तै भनौँ न, एक प्रकारले भन्दा त्यो सूत्र जस्तै छ। तर अब अरू ध्यान विधिहरू चाहिँ 20 मिनटभन्दा अलिक बढी नै 1 घन्टा 2 घन्टा बस्नुपर्छ, त्यो नत्र त्यो ध्यानको लाभ प्राप्त हुँदैन भन्ने सामान्य मान्छेहरूको बुझाइ छ। र हाम्रो ध्यानको पुरातन परम्परा हेर्दा पनि त्यस्तै देखिन्छ। अनि यो चाहिँ 20 मिनट बस्दैमा लाभ हुन्छ यसमा? बडो इन्ट्रेस्टिङ प्रश्न गर्नुभयो यहाँले। हुन्छ, किन हुन्छ भन्नुहुन्छ भने नि, मानौँ यहाँले हाम्रो समाजमा 1 दर्जन ध्यानका विधिहरू छन्। स्वाभाविक रूपले कुनै 20 मिनटका होलान्, कुनै 30 का होलान्, कुनै 1 घन्टाका होलान्, कुनै 40-45 मिनटका होलान्, या होलान् कोही 10-12 मिनटका पनि होलान्। त रिलेटिभली भावातीत ध्यान 15-20 मिनट गरिन्छ भन्नुको कारण के हो भन्नुहुन्छ भने, अत्याधुनिक लेटेस्ट कटिङ एज टेक्नोलोजीहरू, त्यस्तै किसिमका ल्याबोरेटरीहरू, ठुला भनिएका युनिभर्सिटीहरू त्यहाँ टेस्ट गरेर हेरियो र यसलाई एउटा सशक्त टेक्नोलोजीको रूपमा महर्षिले यसलाई विकास गर्नुभयो। म हजुरलाई एउटा सानो उदाहरण दिन्छु। हामीले महिनौँ लगाएर गर्ने काम अहिले कम्प्युटरमा उतिखेरै गर्न सक्छौँ, हो कि होइन? हलोले जोत्ने ठाउँमा हामी ट्र्याक्टर लगाउन सक्छौँ, हामी बसमा यात्रा गर्नुको सट्टामा हामी हवाईजहाजमा यात्रा गर्न सक्छौँ, त्यो पनि बडो कम्फर्टेबल तरिकाले, होइन? अब यस्ता अनगिन्ती उदाहरणहरू छन्। कम्युनिकेसनमा हेर्नुहोस्, मोबाइल टेक्नोलोजीमा हेर्नुहोस्। त्यसैले महर्षिको भनाइ के हो भने, राइट टेक्नोलोजी राइट ठाउँमा उपयोग गर्न सकियो भने परिवर्तन ठुलो कुरा होइन। हामीले त परिवर्तन गर्नको लागि सङ्घर्षै गर्नुपर्छ, जीवन लामो दुःख गरेको हुनुपर्छ, उकाली ओह्राली भोगेको हुनुपर्छ, बुढेसकाल लागेको हुनुपर्छ, दुःख पाएको हुनुपर्छ, घाँस दाउरा गरेको हुनुपर्छ, दाढी फुलेको हुनुपर्छ, जीवनका उकाली ओह्रालीको अनुभव बन्द खाएर मात्रै हामी सफल बन्न सक्छौँ, सुखी बन्न सक्छौँ। यो स्कुलिङ भयो हाम्रो। तपाईँलाई थाहा छ, आज 10-12 वर्षका सुपर सक्सेसफुल मान्छेहरू छन्, छैन? युट्युब भिडियो हेर्नु होला, हामीलाई कहिलेकाहीँ बडो आश्चर्य लाग्छ, ओहो यति सानो बच्चाले उहाँ पुगिसक्यो सफलताको हाइटमा, म त आफू जहाँको त्यही, यस्तो फिलिङ हुन्छ। 12-15 वर्षका रियल इस्टेटका टाइकुनहरू छन् आज, 18-20 वर्षका सिइओहरू छन् 10वटा कम्पनीका आज, है? 22-25 वर्षका इन्टरनेसनल अक्लेम्ड सेलिब्रिटीहरू छन्, लेखकहरू छन्, मल्टी मिलियनियरहरू बिलियनियरहरू छन् 30 वर्षका, होइन? त यो के हो त? यो के दुःखको सङ्घर्षको उपज मात्रै हो त? त्यसैले हामी स्पष्ट के भन्न सक्छौँ भने, राइट टेक्नोलोजी, राइट स्ट्राटेजी, राइट अप्रोच, सही विधि भयो, सही प्रविधि भयो भने परिवर्तन तुरन्तै हुन सक्छ। सही ज्ञान भयो भने हामी तुरन्तै परिवर्तन हुन सक्छौँ। हाम्रो दुःख मिनिमाइज हुन जान्छ, हामी सुखमा छलाङ लगाउन सक्छौँ, आनन्दित बनेर पनि हामीले चाहेको सफलता हामी प्राप्त गर्न सक्छौँ। यहाँलाई कस्तो लाग्छ यो कुरा? त्यसैले निचोडमा म के भन्न सक्छु भने, महर्षिले जुन टेक्नोलोजी दिनुभयो हो, तपाईँ आसन प्राणायाम ध्यान गरेर पनि हासिल गर्न सक्नुहुन्छ। तर कुनै ध्यान यस्तो पनि हुनसक्छ कि तपाईँ सिधै समाधिको अवस्थामा जान सक्नुहुन्छ। त्यस्तो विधिहरू, त्यस्तो मार्गहरू छन् वैदिक साहित्यमा। त्यसलाई महर्षिले चाहिँ निचोरेर उहाँले चाहिँ दिनुभयो सरल तरिकाले। मनको स्वाभाविक आनन्दित हुने प्रवृत्तिलाई हामीले बुझ्न सकियो भने हामी छोडिदिने बित्तिकै हामी आनन्दित हुन सक्छौँ, शान्ति हामी प्राप्त गर्न सक्छौँ। अघि पनि यहाँले भन्नुभयो यो ध्यानको उद्देश्य भनेकै सुख शान्ति समृद्धि यो सबै आनन्द प्राप्त गर्ने नै हो। हरेक ध्यानको उद्देश्य मूल रूपमा त्यही हो र अन्तिममा चाहिँ समाधिको लेभलसम्मको कुरा अवश्य त्यसमा। र अब त्यसो हो भने यो हामी भावातीत ध्यान नै किन, अरू ध्यान गर्दा के हुन्छ? गर्न सकिन्छ। मैले अघि पनि यहाँलाई निवेदन गरेँ, हामीले अरू ध्यानहरू कमजोर छन्, नराम्रो छन् भनेकै होइन, भन्नु पनि हुँदैन। हामीलाई पाप लाग्छ त्यसो भन्दाखेरि। मैले यहाँको लागि जुन ध्यान ठिक हुनसक्छ, उहाँलाई अर्कै ध्यान ठिक हुनसक्छ, या मलाई अर्को खालको ध्यान सुट हुनसक्छ। विभिन्न किसिमका ध्यानका विधिहरू छन्, या यो तपाईँले कतिको तपाईँको अडियन्सलाई मोटिभेट गर्न सक्छ त्यसमा पनि भर पर्न सक्छ,
होइन, तपाईँको आवश्यकता कस्तो छ, समय छैन, तपाईँ व्यापार व्यवसाय गर्नुपर्ने छ, तपाईँ समयमा आफ्नो पेसा जागिर खानुपर्ने छ, उपस्थित हुनुपर्ने छ अफिसमा, त्यति बेला तपाईँलाई समयको पाबन्दी हुनसक्छ। फेरि पनि मैले के भन्न सक्छु भने अत्याधुनिक प्रविधिहरूबाट अनुसन्धान भएको, हुन त अरू पनि अनुसन्धान भएको हुनसक्छ है, यसमा म पूर्वाग्रही पनि हुन सक्छु, हामीसँग अथाह अनुसन्धानहरू छन्। त्यो अनुसन्धानले के देखाउँछ भन्दाखेरि मनको स्वाभाविक प्रवृत्ति आनन्द खोज्ने हुन्छ, शरीरको स्वाभाविक प्रवृत्ति स्वस्थ खोज्ने हुन्छ। यसलाई मध्यनजर गरेर हाम्रा विचारहरूलाई कसरी तिलाञ्जली दिने, कसरी मानसिक हवन गर्ने, कसरी छोडिदियो भने मन स्वाभाविक आफै आनन्दमा गइरहेको हुन्छ। हाम्रो इन्नेट टेन्डेन्सी, नेचुरल स्टेट नै आनन्दबाट हामी परिचालित भएको हो कि होइन? हाम्रो आद्य स्वरूप भनेको आनन्द हो, शान्ति हो, समृद्धि हो, स्वस्थ हो, स्वस्थ बन्नु हो। त्यसैले मलाई के लाग्छ व्यक्तिगत रूपमा भन्दाखेरि त्यसलाई चिन्ने हाम्रो स्कुलिङ भएन। त्यो स्कुलिङ कस्तो भयो भन्नुहुन्छ भने सङ्घर्षमा आधारित भयो। त्यसैले हामी हाड घोटेर पसिना निकाल्नु भन्छौँ, हाम्रा बालबालिकालाई शान्त बन्नु, जागरुक बन्नु भनेर हामी सिकाउँदैनौँ। हामी त के सिकाउँछौँ? धेरै धेरै किताब पढ्नु, हाड घोटेर पढ्नु, पसिना निकाल्नु, अरूलाई कम्पिटिसनमा जित्नु, 1 नम्बरमा आउनु, मार्कसिट राम्रो ल्याउनु, भिसा लगाउनु, यस्तो खालको हाम्रो स्कुलिङ भयो। यो स्कुलिङलाई मैले के भन्छु भने सङ्घर्षमा आधारित जीवनशैली भयो। शिक्षा प्रणाली पनि त्यस्तै भयो। हाम्रो शिक्षा प्रणाली हेर्नुहोस्, विदेशीहरूले डिजाइन गरिदिएको शिक्षा प्रणाली छ कि छैन? एकदमै। हाम्रो पूर्वीय सभ्यतामा जागृतिमा आधारित शिक्षा प्रणाली छैन। हाम्रा वेदहरूले सिकाएको हामीलाई के हो भने ज्ञानम चेतनायम निहितम। ज्ञानी बन्नु भनेको त जागरुक बन्नु हो, चेतनशील बन्ने हो। त्यसैले चेतनाको विकास गर्ने यो ध्यानको जुन परिपाटी छ, यसको विधि छ, यसको अभ्यास छ, यो चाहिँ मलाई चाहिँ युनिक लाग्छ। त्यसो भन्दा म अलिकति पूर्वाग्रही भएँ कि भन्ने पनि कता कता लाग्छ, किनभने आफू 27 वर्ष नै यसैमा बिताएँ। मैले अरू केही ध्यानहरू पनि अध्ययन गरेको छु, राम्रा छन्। कुनै ध्यानहरू अलिकति लामो समय गर्नुपर्ने छ, कुनैका चाहिँ अलिकति नियमहरू कडा छन्, कुनैमा कसरी गराइन्छ, कुनैमा कसरी गराइन्छ, होइन? तर पनि नराम्रो भन्न खोजेको होइन मैले पटक्कै, उहाँहरूलाई पनि म बहुत सम्मान गर्छु। तर यो भावातीत ध्यानमा प्योर एउटा जुन अवेरनेस, प्योर विशुद्ध चेतनाको जुन अनुभूति गर्न सिकाइने शैली छ, विधि छ, यो चाहिँ पृथक मात्रै छ मैले भन्न खोजेको यहाँलाई। त्यसैले सजिलो छ, छोटो छ, रिसर्चको आधारमा प्रभावकारी छ भन्ने पनि मेरो अधिकार त छ नि त। वेदमा आधारित छ भन्ने पनि मेरो अधिकार छ। वेदमा कयौँ सन्दर्भहरू छन्। कुनै पनि वैदिक साहित्यमा जबरजस्ती गर्ने, लामो समय गर्ने भनेर देखाएको छैन। तत्काल परिवर्तन हुन्छ, मन आफै शान्ति खोजिरहेको छ। यथा नद्यः शान्तमानः समुद्रम प्राप्तम नाम रूपे विहाय। नाम रूप समाप्त गर्ने कुरो त्यस्तो लामो त होइन भनेर योग वशिष्ठमा छ, भगवत गीतामा छ। निस्त्रय गुण्य भवार्जुन, अर्जुन तपाईँ भित्र हुने हो। योगस्थः कुरु कर्माणि, योगमा धेरै बेर रहने होइन, केही समय हो आएर काम गर्ने हो। काम नगरी हामी बस्न सक्दैनौँ। न हि कश्चित् क्षणमपि जातु तिष्ठते अकर्मकृत। काम नगरी बस्ने होइन। यस्ता कयौँ सन्दर्भहरू छन्। निबोध राघवः प्रयासेन न सिद्धि। प्रयास गरेर सिद्धि हुँदैन। भौतिक संसारमा हुन्छ, तपाईँ सङ्घर्ष गरेर पैसा कमाउन सक्नुहुन्छ तपाईँ, तर ध्यान साधनामा प्रयासले हुँदैन। त्यो त प्रयास छोडिदिनु पर्ने हुन्छ, त्यो छोड्नको लागि सिक्नुपर्ने हुन्छ। तर सिक्नु भने उतिखेरै छोड्न सक्नुहुन्छ। छोड्ने कुरो त सजिलो कुरा हो, स्वाहा गर्न कति टाइम लाग्छ र? लाग्दैन नि। त्यसैले विचारलाई स्वाहा गर्ने हो। छोडिदिन जान्नुभयो भने यो स्ट्राटेजीको कुरा हो, टेक्नोलोजीको कुरा हो, सङ्घर्षको कुरा होइन, ज्ञानको कुरा हो यो। त्यसैले गर्दाखेरि भावातीत ध्यान भन्दा अरू ध्यान फरक हुनु भन्ने मात्रै कुरा हो। यही उत्कृष्ट छ, यही सर्वे सर्वा हो, यही नै मात्रै सिक्नुपर्छ भन्न खोजेको होइन। त्यही त। अब यो भावातीतको यसो सामान्य हामीले शाब्दिक अर्थ लगाउँदै भावभन्दा पर, विचारभन्दा पर भन्ने बुझ्छौँ होइन? अब हरेक चाहिँ ध्यानको उद्देश्य फेरि त्यही भावभन्दा पर र विचारभन्दा पर नै हो नि। एकदम त्यसमा त कुनै सँगै छैन। हरेकको चाहिँ सुख शान्ति समृद्धिकै लागि हो। अब हुन त अघि पनि तपाईँले यसको उदाहरण दिइसक्नुभयो। अब यति हुँदा हुँदै पनि फेरि म अघिकै प्रश्नमा आएँ, आखिर फेरि यो सबै कुरो हो भने भावातीत नै किन?
म पनि फेरि के भन्न चाहन्छु यहाँलाई भने जस्तो मानव तपाईँलाई उदाहरणको लागि है एकदमै तपाईँलाई नयाँ दिल्ली जानुपर्ने छ भारतको दिल्ली जानु पर्यो तपाईँ हिँडेर पनि जान सक्नुहुन्छ साइकलमा जान सक्नु होला या तपाईँ गौशालाबाट बस पनि जान्छ अहिले के अरे उसबाट गोरखपुरबाट हमसफर जान्छ वीरगन्जबाट सत्याग्रहमा तपाईँ जान सक्नुहुन्छ एयर इन्डियामा पनि तपाईँ जान सक्नुहुन्छ जेट विमानमा जान सक्नुहुन्छ लक्ष्य एउटै हो मैले अघि भने शब्दावलीहरू फरक फरक हुन सक्छन् सबै ध्यानहरूको लक्ष्य भावातीत हुने हो शून्यको सत्ताको अनुभूति गर्ने हो जहाँ मनको शान्ति हुन्छ मन शान्त भएपछि मन र शरीरको सम्बन्धको नियमअनुसार शरीर पनि विश्राममा जान्छ जब शरीर विश्राममा जान्छ हाम्रो चिन्ता तनावहरू सबै डिजल्भ हुन्छन् त्यही सिस्टम नर्मल फङ्सनिङमा जान्छ स्वाभाविक अर्डरमा आउँछ नेचुरल स्टेटमा आउँछ शरीर पनि मनको नेचुरल स्टेटलाई हामीले मनको शान्ति भन्छौँ टेन्सन फ्री भन्छौँ शरीरको शान्तिलाई हामी स्ट्रेस फ्री भन्छौँ स्वाभाविकता भन्छौँ मेडिकल साइन्समा यसैलाई नर्मल नेचुरल फङ्सनिङ भनिन्छ रोग लाग्नु भनेको एबनर्मल फङ्सनिङ हो अर्थात् गाँठागुठीहरू पर्ने च्याप्टिने बाङ्गिने भत्किने सूक्ष्म सूक्ष्म स्तरमा अक्सिजन फ्लो नहुने न्युट्रिसन प्रवाह हुन नसक्ने खानेकुराको रस विभिन्न सेलहरूमा जान नपाउने सबै ध्यानहरूको मेकानिजम यही नै हो तर भावातीत ध्यानको एउटा फरक म फेरि पनि भन्न चाहन्छु यहाँलाई यसमा केही गर्ने भन्ने हुँदैन म केही ध्यानहरूको सन्दर्भ हजुरलाई दिन्छु कन्सन्ट्रेसन गर्ने कन्ट्रोल गर्नेलाई पनि ध्यान भनिन्छ हजुरले सुन्नुभयो होला त मोडर्न क्वान्टम फिजिक्सका रिसर्च या थर्मोडाइनामिक्सका रिसर्चहरू मोडर्न फिजियोलोजीका रिसर्चले साइकोलोजीका रिसर्चले के भन्छ भने जब तपाईँ कन्सन्ट्रेसन गर्नुहुन्छ कन्ट्रोल गर्नुहुन्छ भने त्यो एक्टिभिटी हुन जान्छ क्रियाकलाप हुन जान्छ किनभने तपाईँको मन भित्र सूक्ष्म 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 हुनुको सट्टामा मैले जानु भनेको छैन हुनुको सट्टामा कुनै भौतिक वस्तुमा आएर टाँसिनुहुन्छ तपाईँ जब भौतिक वस्तुमा तपाईँ टाँसिनुहुन्छ तपाईँ नामरूपमा आउनुभयो कि भाइ ध्यान भनेको त नामरूप रहित हुने हो या भावातीत हुने हो विचारबाट अतीत हुने हो यहाँ एउटा कुरा के पनि बुझ्नु साह्रै महत्त्वपूर्ण लाग्छ मलाई माफ गर्नुहोला भन्नुहुन्छ भने हामीलाई के लाग्छ भने हाम्रो जीवन विचारले चलाउँछ भन्ने हामीलाई लाग्छ हाम्रो जीवन चलाउने विचारले होइन हाम्रो जीवन चलाउने जागृतिले हो उदाहरणको लागि हामीले कलमले लेख्छ भन्छौँ खुट्टाले हिँड्छ भन्छौँ मुखले खान्छ भन्छौँ तर त्यो के खाने के लेख्ने कहाँ जाने हिँडेर भन्ने थाहा पाउने अर्को तत्त्वभित्र हुन्छ अर्को स्टेट हुन्छ त्यसलाई भनिन्छ अवेरनेस त्यसलाई तत्त्व पनि भन्दैनन् वैज्ञानिकहरू एन्टिटी भन्छन् एउटा सत्ता हुन्छ जागरुक लाइभली अर्ग्यानिक एउटा सत्ता जीवन्त सत्ता हुन्छ जहाँ कुनै वस्तु हुँदैन अब्जेक्टिभ कन्टेन्ट हुँदैन त्यहाँ के हुन्छ विशुद्ध जागरण मात्रै हुन्छ सबै ध्यानहरूको लक्ष्य त्यही जागृति त्यही अनन्तता त्यही टाइमलेसनेस त्यही स्पेसलेसनेस त्यही इभेन्टलेसनेस नै हासिल गर्ने हो त खालि विधिहरू मात्रै फरक फरक हुन् म फेरि पनि भन्न चाहन्छु भावातीत ध्यान छोटो सजिलो स्वाभाविक प्राकृतिक आफ्नै आन्तरिक आद्य स्वरूपलाई अनुभव गर्नको लागि विचारलाई तिलाञ्जली गरिदिने एउटा वैज्ञानिकै विधि हो गणितीय विधि हो भन्न चाहन्छु म अब महर्षि महेश योगीले प्रतिपादन गरेको यो ट्रान्सेन्डेन्टल मेडिटेसन अर्थात् भावातीत ध्यान जुन छ हजुर त्यसमा चाहिँ साधकहरूलाई एउटा मन्त्र दिइन्छ होइन साधकहरूलाई मन्त्र दिइन्छ अब ध्यानको अवस्था भनेको त निर्विचार अवस्थामा पुग्नु पर्ने हो अब त्यसमा फेरि अर्को विचार थप्दियो भएपछि त्यो कसरी त्यो साधक चाहिँ त्यो उसबाट यो विचारबाट मुक्त हुन्छ ध्यानबाट उसबाट चाहिँ अत्यन्तै महत्त्वपूर्ण प्रश्न गर्नुभयो यहाँले यसको लागि तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु यो धेरै ठुलो कन्फ्युजनलाई तपाईँले चाहिँ हटाउनको लागि प्रश्न गर्नुभयो यहाँलाई धन्यवाद भावातीत ध्यानमा जुन मन्त्र लिइन्छ नि त्यो एउटा विचार दिने हो तपाईँका मनलाई तपाईँको मनमा खेल्ने विभिन्न विचारहरूको सट्टामा एउटा अर्थ नभएको ध्वनि तपाईँलाई दिने हो हाम्रो मैले अघि यहाँलाई निवेदन गरेँ हाम्रो मन स्वाभाविक आनन्द खोजिरहेको हुन्छ यो त मोडर्न साइकोलोजीले प्रमाणित गरेको छ कि मनको स्वाभाविक प्रवृत्ति आफै आनन्दमा जाने हो यसलाई एउटा प्रिसपोजिसनमा यहाँले राख्नुहोस् मान्नुहोस् एकछिनको लागि मन यदि आफै आनन्दमा जाने हो भने त यहाँ दिने जुन साउन्ड हुन्छ ध्वनि हुन्छ या शब्द हुन्छ या मन्त्र यहाँको शब्दमा
त्यसमा तपाईँको अवेरनेसलाई, एटेन्सनलाई, हाम्रो दृष्टिलाई त्यहाँ अड्याउनको लागि हो। र हाम्रा विचारहरू जब हामी त्यो ध्वनिको स्मरण गर्छौँ नि, मनोविज्ञानको सिद्धान्त अनुसार हाम्रो एटेन्सन एकचोटिमा एउटा चिजमा मात्रै आबद्ध हुन्छ, डोमिनेन्ट हुन्छ, अर्को चिज छायामा परिरहेको हुन्छ। जस्तो हामीले हेलो हाउ आर यु, तपाईँलाई कस्तो छ भनेर सोधियो भने तपाईँले म दुखी पनि छु सुखी पनि छु त भन्नुहुन्न नि। तपाईँले कि त म दुखी छु भन्नुहुन्छ कि त सुखी छु भन्नुहुन्छ होइन। हामी प्रायः गरेर सबै राम्रो छ भन्छौँ हामी, दुईटा कुरा भन्दैनौँ हामीले प्रायः गरेर। र हाम्रो कन्सियस थिङ्किङ माइन्ड एउटै पर्टिकुलर मोमेन्टमा एउटा कुनै स्पेसिफिक समयमा दुईटा चिजमा जाँदैन। गइहाले जस्तो लागेन हामीलाई गए जस्तो लाग्ने हो, एउटै चिजमा हुन्छ। त्यो एउटै चिजमा आबद्ध भएर अगाडि बढ्नको लागि हामीले ध्वनि दिएको हो। त्यो ध्वनिलाई पनि हामीले विचार नै भन्छौँ। त्यो विचारलाई पनि छोडिदिने हो। भावातीत ध्यानमा मन्त्र जपिराख्नु भन्ने हुँदैन। यदि तपाईँ जपिराख्नुभयो भने तपाईँ विचारको स्तरमा हुनुहुन्छ। त्यसैले मन्त्र पनि छोड्ने हो। हामीले छोड्न सिकाउँछौँ त्यहाँ। तपाईँ जति सूक्ष्म सूक्ष्म मनको स्वाभाविक आनन्द खोज्ने प्रवृत्तिबाट हामी अगाडि बढ्छौँ, त्यसलाई हामी डाइरेक्सन दिन्छौँ भने त्यो मन्त्रको सूक्ष्मतम स्तर पनि डिजल्भ भएर जान्छ। त्यसैले हामी निराकार नै हुने हो यहाँले भने जस्तो, अथवा महर्षिको भनाइमा भावातीत हुने हो। सबै ध्यानहरूमा शून्यताकै अनुभव गर्ने हो, जहाँ कुनै विचार छैन, कुनै अब्जेक्ट छैन, वस्तु छैन होइन, कुनै व्याख्या विश्लेषण छैन, कुनै भिजुअलाइजेसन छैन। जुन कुरा हाम्रो लर्निङमा बाहिरको क्षेत्रमा आवश्यक छ, जरुरी हुन्छ, त्यो क्रियाकलाप हो। तर ध्यानमा जुन निर्विकार के अरे शान्त हुने मेकानिक्स छ, त्यो हुनको लागि एउटा माध्यमको रूपमा मात्रै मन्त्रलाई उपयोग गरिन्छ। मन्त्र साधन हो, साध्य यहाँले नै भन्नुभएको हो। खालि त्यो साधनलाई कहिलेकाहीँ के भनिन्छ भने भावातीत ध्यान भनेको त्यही मन्त्र जपिराख्ने, यो चाहिँ मिसअन्डरस्ट्यान्डिङ हो। यसको लागि चाहिँ हामीले के सल्लाह दिन्छौँ भने उहाँलाई भावातीत ध्यानको अझै गहिरो विश्लेषण या गहिरो जानकारी प्राप्त हुनु जरुरी छ भन्ने कुरो म भन्न चाहन्छु। सायद हाम्रो यो पोडकास्ट सुनिसकेपछि त्यो कन्फ्युजन पनि दूर होला। हजुर, एउटा कन्फ्युजन दूर गर्ने मसँग एउटा अर्को पनि सानो इक्जाम्पल सम्झेँ मैले। तपाईँ हिँड्न सक्नुहुन्छ भने तपाईँलाई बैशाखी चाहिँदैन। तपाईँ हिँड्न सक्नुहुन्न भने तपाईँलाई बैशाखीको आवश्यकता पर्छ। भावातीत ध्यान एउटा बेसिक आम ध्यानको विधि हो यो। महर्षिका धेरै एडभान्स मेडिटेसनहरू पनि छन्, जहाँ कहिलेकाहीँ मन्त्रको प्रयोग नगर्ने पनि ध्यानहरूका छन् स्टेजेसहरू। त्यसैले बेसिक ध्यान हो। किनभने कसैले ध्यानको अनुभवै गर्नुभएको छैन, थाहै छैन भने त उहाँलाई त लौरो टेकाएर बैशाखी दिएर हिँड्न सिकाए जस्तै तपाईँलाई ध्वनि दिएर, शब्द दिएर, मन्त्र दिएर पनि त सिकाउनु पर्ने हुन्छ नि त। एकदमै। अब जस्तै यो ध्यानको कुरा गर्दा चाहिँ ध्यान वास्तवमा यो व्यक्तिगत अनुभव हो कि यसको चाहिँ कुनै वस्तुगत मापन पनि गर्न सकिन्छ? अर्को राम्रो प्रश्न गरौँ यहाँले। दुइटै हो यो। व्यक्तिगत भन्नाले जब मैले ध्यान गर्छु, म रिस कम गर्छु, लोभ लालच कम गर्छु, म फ्रेस हुन्छु, एनर्जेटिक हुन्छु, एक्सन ओरिएन्टेड हुन्छु, मेरो मस्तिष्क प्रष्ट हुन्छ कि म जीवनमा कस्तो किसिमको लक्ष्य मन पराउँछु होइन, के काम नगर्ने समेत म पहिचान गर्छु, किनभने मेरो जागृति उच्च स्तरीय स्तरबाट परिचालित हुन जान्छ। त्यसैले यो त मेरो व्यक्तिगत अनुभव हो। म स्वस्थ हुन्छु, म शान्त छु, आनन्दित छु भन्ने कुरा हुँ नहुँ यो त व्यक्तिगत कुरा भयो नि त। या म स्ट्रेसले भरिएको छु भन्ने पनि व्यक्तिगत कुरा हो। ध्यान गरेपछि तनावमुक्त छु या मेरो मन शान्त छ, मेरो लागि जे पनि आजकल साइनिङ भइरहेको छ भन्न त सकियो, यो व्यक्तिगत अनुभव भयो। अब वस्तुगत मापन जुन यहाँले भन्नुभयो त यो भावातीत ध्यानको ब्युटी यसैमा छ। हजुरले नेट सर्च गर्ने हो ट्रान्सेन्डेन्टल मेडिटेसन एन्ड इट्स रिसर्च भन्नुभयो भने अत्यधिक रिसर्चहरूबाट यो प्रमाणित भएको छ। खास गरी के को लागि भन्नुहुन्छ भने स्नायु प्रणालीलाई गहन विश्राम दिनको लागि क्यालिफोर्निया विश्वविद्यालयमा सन् 1971मा त्यहाँका डाक्टर रबर्ट किथ वालेसले यसको अनौठो अनुसन्धान गर्नुभएको थियो। उहाँले के गर्नुभयो भने भावातीत ध्यान र रातिको सुताइले पनि त विश्राम दिन्छ नि त होइन। हिप्नोसिसले विश्राम दिन्छ, अरू कयौँ टेक्नोलोजी योग निन्द्राले दिन्छ, अरू विभिन्न किसिमका प्रविधिहरू छन्। अहिले त दर्जनौँ छन्। त उहाँले टेस्ट गरेर हेर्नु भएको थियो त्यति बेला कि उहाँले के देख्नुभयो भन्दाखेरि भावातीत ध्यानको जुन गहन विश्राम हुन्छ 15-20 मिनटको, त्यसमा पनि वास्तविक विश्राम त 5-7 मिनट मात्रै हुन्छ।
तपाईँको 5-7 मिनट त सुरु हुनलाई लाग्छ, फेरि सबैलाई झुम्म विश्राम उतिखेरै हुन्छ भन्ने पनि छैन। कसले कतिको गहिराइबाट सिक्नु भएको छ, कतिको बुझ्नु भएको छ, कसको जीवनशैली कस्तो छ, को कस्तो वातावरणमा हुनुहुन्छ, कस्तो खानपान छ, कस्तो अध्ययन छ, यी विभिन्न कुराहरूले चाहिँ स्नायु प्रणाली त असर पार्छ नि त। अनि उहाँको अनुसन्धानले के देखाइदियो भन्नुहुन्छ भने रातिको सुताइमा हाम्रो अक्सिजन खपतमा 8%ले कमी आउँछ भनेको हजुरलाई 100% अक्सिजन अहिले चाहिन्छ भने राति सुत्दा 92 भए पुग्छ। तर भावातीत ध्यानको जुन विश्राम छ यसले अक्सिजन म्यासिभ स्केलमा गिरावटमा ल्याइदियो। कति ल्यायो भन्नुहुन्छ भने 16%ले गिरावट ल्याइदियो भनेको 84% भए पुग्यो तपाईँलाई। त जब गहिरो विश्राम हुन्छ भने हाम्रो स्वाभाविक अक्सिजन खपतमा गिरावट आउँछ। यहाँलाई थाहा छ, तपाईँ दौड्नु भयो, आत्तिनु भयो, डराउनु भयो, रोगी पीडित भयो, फेलो फ्रस्ट्रेटेड भयो, अक्सिजन बढ्छ। जब हामी आनन्दित हुन्छौँ आफै स्वाभाविक अक्सिजन खपतमा गिरावट आउँछ। र यो ध्यानमा चाहिँ जब यो अक्सिजन खपतको म्यासिभ गिरावट देखियो नि, अरू भौतिक परिवर्तनहरू देखियो। यहाँले भन्नुभएको वस्तुगत परिवर्तन, ब्रेन वेभ कोहेरेन्सहरू बढेको थाहा भयो। अलि अङ्ग्रेजी टर्मिनोलोजी गाह्रो छ, भनेको हाम्रो मस्तिष्कका तरङ्गहरू जुन छन् स्वाभाविकतामा आउन थाले। ध्यान नगर्दाखेरि गोलमालमा थिए अनि स्वाभाविकतामा आउन थाले, हार्टबिट कम हुन थाल्यो, हाम्रो स्नायु प्रणालीमा नर्मलाइजेसन हुन थाल्यो, स्ट्रेसहरू डिजल्भ हुन थाले, कर्टिसलको मात्रा कम हुन थाल्यो, जुन रगतलाई बाक्लो बनाउने अम्लीय पदार्थ जुन हो कर्टिसल भनिन्छ। त्यस्तै ह्याप्पिनेस हार्मोनहरू बढ्न थाल्यो, डोपामिन बढ्न थाल्यो, अक्सिटोसिन बढ्न थाल्यो, इन्डोर्फिन बढ्न थाल्यो, सेरोटोनिन बढेको देखियो, मेजरमेन्ट गरेर मेसिनहरूले देखाइदिए। अनि त्यसपछि गएर हाम्रो चाहिँ के अरे बायोकेमिस्ट्रीमा परिवर्तन आएको देखियो होइन, हार्टको हिरेन्स देखियो। यी सारा मेजरेबल रिजल्ट्सहरू चाहिँ देखेपछि वैज्ञानिकहरूले यसलाई वस्तुगत रूपमा विश्वका लिडिङ जर्नलहरूले प्रसारण गरे। जर्नल अफ क्लिनिकल साइकोलोजी, इन्टरनेसनल जर्नल अफ न्युरोसाइन्स, साइन्टिफिक अमेरिकन, बडे बडे पुस्तकहरू समेत लेखे। डाक्टर रबर्ट किथ वालेसको त एउटा पिएचडी थिसिसै छ उहाँको, न्युरोफिजियोलोजी अफ ट्रान्सेन्डेन्टल मेडिटेसन। यो पूर्णतया वस्तुगत अनुसन्धानमा मापनमा आधारित भावातीत ध्यानको अनुसन्धान मैले यहाँलाई गरेर एउटा अन्तमा म भन्न चाहन्छु, अहिले यस्ता यस्ता टोपी बनाए, इलेक्ट्रिक टोपीहरू, त्यो टोपी लगाएपछि तपाईँको सोच विचार कतिको जोड जोडले चलाएको छ कि शान्त भएर चलाएको छ प्रष्ट मेसिनमा देख्न सकिन्छ। जस्तो इको गरिन्छ नि, हार्ट डिजिज छ कि भनेर, त्यो इको गर्दाखेरि ऊबाट खाबाट हुँदै हुँदै धर्काहरू देख्नु चाहिँ यसलाई राता राता। तपाईँको उबड खाबड छैन भने ठिक छ भनेर भनिन्छ, उबड खाबड छ भने विचार गर्नु पर्यो। अब त्यस्तै हाम्रो विचारको बाढी आइरहेछ भने त्यो टोपीले के देखाइदिन्छ भन्नुहुन्छ भने बढी हर्ल्याङ र फर्ल्याङ विचारहरू दौडिरहेछ, तपाईँ तनावमा हुनुहुन्छ, चिन्तित हुनुहुन्छ, तपाईँले छिटै शान्ति आनन्दको प्रविधि हासिल गर्नु पर्यो, अभ्यास गर्नु पर्यो, खास गरी ध्यानमा जानु पर्यो भनेर यी वस्तुगत मापनका कुराहरू भए अनगिन्ती छन् यस्ता। हजुर, यो अब जस्तै अब हाम्रो समाजमा कोही कोही मान्छे अब धर्म नमान्ने अथवा यो 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 प्रविधि अब पूजापाठ नगर्ने भन्ने पनि हुन्छ, पूर्णतः वैज्ञानिक सोच राख्ने मान्छेहरू पनि हुन्छन्। अब तिनीहरूको लागि ध्यान जरुरी छ कि छैन, र यो जुनसुकै ध्यान उनीहरूको लागि ठिक हुन्छ अथवा भावातीत नै ठिक हुन्छ, के हो? मैले फेरि पनि भावातीत नै ठिक हुन्छ यही मात्रै हो ध्यान भनेर त भन्दिनँ यहाँलाई। त्यसो गर्दा त्यो वैज्ञानिक माइन्डेड भएको मान्छे या आध्यात्मिक मान्छे, धार्मिक मान्छे, तपाईँ जे भन्नुहोस्, ध्यान भनेको त एउटा प्रविधि हो, टेक्नोलोजी हो एउटा। त्यसैले अब यो भनेको मोबाइलले जस्तै काम गर्छ। हामीलाई मोबाइलको बारेमा भित्र कसरी काम भइरहेको हुन्छ थाहा हुँदैन हामीलाई। कम्प्युटरको भित्र के चिप्सहरू कहाँ कहाँ कसरी कनेक्टेड हुन्छ, तारहरू कस्तो हुन्छ, हामी नर्मल्ली हामी थाहा पाउँदैनौँ, तर चलाउँछौँ, हामी फाइदा लिन्छौँ। त्यसैले महर्षि महेश योगीका अनुसार यो त वैज्ञानिक प्रविधि हो। ध्यान कुनै पनि ध्यानहरू टेक्नोलोजी हुने यिनीहरू। त्यसैले यसमा विश्वास गर्ने, श्रद्धा गर्ने भन्ने कुरा ठिक छ, गर्नुहोस् आफ्नो ठाउँमा, केही छैन। तर यी टेक्नोलोजीहरूले विश्वास गरे पनि नगरे पनि काम गर्छ। कोही धार्मिक हुनु जरुरी छ भन्ने मलाई लाग्दैन। जसरी इलेक्ट्रिसिटी बटन दबाइदियो भने झल्ल बल्छ होइन, इलेक्ट्रिसिटी, ग्राभिटेसन, म्याग्नेटिजम, यिनीहरू कुनै विश्वासको, धर्मको, श्रद्धाको यसको खासै अर्थ छैन। यो त गणितीय सिद्धान्तमा आधारित हो, वैज्ञानिक सिद्धान्तमा आधारित हो। त्यसले गर्दाखेरि
म पनि आफू वैज्ञानिक खालको माइन्डेड भएको मान्छे हुँ, त्यो हिसाबले भन्दा अलिकति पूर्वाग्रही जस्तो रहेछ भन्ने पनि लाग्ला यहाँलाई या हाम्रा श्रोता दर्शकहरूलाई। तर यो टेक्नोलोजी हो, प्योरली अब टेक्निक। अब मोबाइलको प्रयोग जसले पनि त गर्न सक्छ, चाहे धार्मिक हो या होइन गैर धार्मिक हो, जेसुकै हो, यस्तो कुनै कुरो छैन। अब वास्तवमा यो अघि तपाईँले अघि पनि यो विज्ञान प्रविधिका कुरा पनि जोड्नुभयो यसमा होइन। अब यो त्यो हिसाबले हेर्दा यो भावातीत ध्यान चाहिँ आध्यात्मिक साधना वा वैज्ञानिक प्रविधि के हो, वा अथवा यो दुवै चिजको सम्मिश्रण हो? दुवै हो। यो प्राचीन वेदबाट निकालिएको प्रविधि हो। यो आधुनिक विज्ञानले यसलाई बुझ्न सजिलो बनायो। म हजुरलाई एउटा रमाइलो कुरो बताउन चाहन्छु। हाम्रा ऋषि महर्षिहरूले जुन अहम ब्रह्मास्मि भने, तत् त्वम असि भने, म नै विश्व ब्रह्माण्ड हो, तपाईँ पनि त्यही हो, म पनि त्यही हो, हामी सबै एउटै हौँ भन्ने जुन अभिव्यक्तिहरू दिए, अहिलेको आधुनिक विज्ञानले यो कुरालाई प्रमाणित गरेको छ। हुन त आधुनिक विज्ञान ग्रान्डसन हो, यो नाति हो। वेद विज्ञान हरेक चिजको चाहिँ ग्रान्डफादर हो भनौँ न, होइन। अब यसले सजिलो बनाइदिएको छ हामीलाई बुझ्नको लागि। यसको जुन सूक्ष्म स्तरको अन्वेषणहरू गर्दै 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 गयो। खास गरी यङ जेनेरेसनहरूलाई तपाईँले खालि वैदिक सन्दर्भहरू ल्याउनु भयो। योगश्चित्त वृत्ति निरोध भन्नुभयो, तत्सन्निधौ वैर त्याग भन्नुभयो। के भने हो जो इच्छा गरी हो मनमा ही प्रभु प्रताप कछु दुर्लभ नाही। यो कुरा त उनीहरूले त्यति धेरै सुन्दैनन्, सायद मन पनि नपराउलान्। तर तपाईँले भन्नुभयो थर्मोडाइनामिक्सको सिद्धान्त अनुसार व्हेन सिस्टम सेटल्स अर्डर इन्क्रिजेस, नर्मलाइजेसन इन्क्रिजेस, सामान्यकरण बढ्छ, हाम्रो तनावहरू घुल्छन्, पग्लिन्छन्। विश्रामले चाहिँ हामीलाई शान्त बनाउँछ। अनि हाम्रो स्नायु प्रणाली शुद्ध भयो भने हाम्रो सोच विचार प्रष्ट हुन्छ, हाम्रो आफ्नो भिजनप्रति हामी प्रष्ट हुन्छौँ। जे पाएमा हात हाल्नु पर्दैन, जाक अफ अल ट्रेड मास्टर अफ नन बन्नु जरुरी छैन, ऊर्जा बचत हुन्छ, समय बचत हुन्छ, पैसा बचत हुन्छ भन्ने कुराहरू हामीले साइन्टिफिक तरिकाले सिकाइदियौँ भने उनीहरूलाई बढी मोटिभेसन आउँछ। ओहो, यो वैदिक वाङ्मयबाट आएका विधिहरू प्रविधिहरू यस्तो वैज्ञानिक रहेछन्, यति उपयोगी रहेछन्, शक्तिशाली रहेछन्, म यसलाई किन अवलम्बन नगर्ने, किन आफूलाई चाहिँ विकसित नबनाउने, ऊर्जावान नबनाउने। त यो चाहिँ भावना विकास हुन जान्छ भन्ने चाहिँ मेरो आशय हो। दुइटै हो, यो वैज्ञानिक हो, वैदिक हो, होइन। वेद पनि विज्ञान नै हो, होइन। अब अहिले त विज्ञान पनि वेद हो भन्नुपर्ने क्वान्टम फिजिक्स र वैदिक सिद्धान्तहरू त ठ्याक्कै मिलेको देख्छु हो। जुन वर्तमान भौतिक शास्त्री जसले नोबेल पुरस्कार जिते, म्याक्स प्लाङ्क भए, आइन्स्टाइन भए, स्क्रोडिङ्गर, हाइजेनबर्ग, यिनीहरूका महानतम सिद्धान्तहरू त ठ्याक्कै ऋषि महर्षिहरूको अभिव्यक्तिसँग मिल्दाजुल्दा छन्। हजुरले नेटमा हेर्न सक्नुहुन्छ, हामीसँग त्यस्ता सन्दर्भहरू बहुत धेरै छन्। त्यसैले हामीलाई खुसी लाग्छ। हजुर, वैज्ञानिक भाषामा वैदिक ज्ञानलाई प्रस्तुत गर्न सकियो नि त हामीले। एकदम। अब यो जुन ध्यानका जुन यो असाधारण अनुभवहरू हामी अनुभव गर्छौँ नि, प्रकाश देखिनु, आनन्द आउनु, होइन, मन हलुका, शरीर हलुका हुनु, यो चाहिँ खासमा यो आध्यात्मिक उपलब्धि हो अथवा हाम्रो चाहिँ यो ध्यान गर्दै जाँदाको मस्तिष्कको स्वाभाविक प्रक्रिया के हो? यो हामीले चाहिँ यसलाई कसरी हेर्छौँ भन्नुहुन्छ भने, हाम्रो शरीर स्वाभाविक रूपमा स्वस्थ भइरहेको हुन्छ। जतिखेर पनि हरदम शरीरले बिचरा कोसिस गरिरहेको हुन्छ, म कसरी स्वस्थ बनौँ, कसरी विजातीय तत्त्वहरूलाई निर्मूल पारौँ। आयुर्वेदमा विजातीय तत्त्व भनिन्छ। त शरीरको स्वाभाविक प्रवृत्ति स्वस्थ हुने हुन्छ। अब स्वस्थ कसरी हुन्छ भनेर हामीले हेर्ने भने हामीलाई त के लाग्छ सामान्यतः पनि, अनि डक्टरले स्वस्थ बनाउने हो, ट्याब्लेट खायो भने स्वस्थ हुने हो, होइन, हस्पिटल गयो भने स्वस्थ हुने हो। तर वास्तविक स्वस्थ बन्ने हामी आफै हो। प्रकृतिको स्वभाव हो स्वस्थ बनाउने। तर हामी बाहिरबाट एकदम यसलाई जखडाइरहेका हुन्छौँ, टेन्सनबाट, स्ट्रेसबाट, खानपिनबाट, अस्तव्यस्त जीवनशैलीबाट, दौडादौडबाट। त्यसले हाम्रो शरीर खादिरहेको हुन्छ। शरीर जब विश्राम पाउँछ नि, ती भित्र चेप्टिएका, बाङ्गिएका, भत्केका, नसानुसीहरू कुहिएका, आउट अफ ट्र्याक भएका, जाम भएका, ती सबैलाई खोल्ने यो धरतीको एउटै मात्रै महान औषधि त्यो हो गहन विश्राम। त्यसैले मैले अघि पनि हजुरलाई निवेदन गरेँ कि भावातीत ध्यानको अद्भुत कुरा के हो भन्दाखेरि यो छिटो यसले विश्राम दिए सिस्टमलाई, मानसिक क्रियाकलापलाई तुरन्तै न्यूनीकरण गर्न सिकाइन्छ यसमा। त्यसले जुन गहिरो विश्राम दिन्छ नि,
विश्राम दिएपछि ती गाँठागुठीहरू जब फुक्न थाल्छन्, तिनीहरू सडबडाउन थाल्छन्, त्यसको स्पन्दन आउँछ हाम्रो स्नायु प्रणालीमा। त्यो स्पन्दन ठ्याक्कै कस्तो हुन्छ भने सपना देख्दा जस्तै हुन्छ। सपना पनि भ्रम हो नि त। तपाईँको सपना धेरै चल्यो भने तपाईँको गहिरो सुताइमा हुनुहुन्न भनेर जान्दा हुन्छ। त्यसैले सपना रहित सुताइ हुनु बडो जरुरी छ। सपना किन आउँछ त भन्दा हाम्रा संस्कारहरू रिफाइनमेन्टमा गएर आउँछ, शुद्धिकरणमा गएर आउँछ। हाम्रो शरीरले काम गरिरहेको हुन्छ, यसलाई कसरी शुद्ध गर्ने भनेर निरन्तर कोसिस गर्ने क्रममा हामी ध्यानमा बस्दा पनि त्यही नियम लागू हुन्छ। जब विश्राम हुन्छ, सिस्टम सेटल्ड अवस्थामा जान्छ। थर्मोडाइनामिक्सको नियम अनुसार जब कुनै पनि वस्तुमा तापक्रम घट्छ त्यसको शक्ति बढ्ने हुन्छ। जस्तो फलामको डल्लालाई हँसिया, कुटो, कोदालो, बन्चरो बनाउनु पर्यो भने हामी तताएर रातो बनाउँछौँ, अनि पो चुट्न सजिलो हुन्छ। हँसिया, कुटो, कोदालो जे पनि तपाईँ बनाउन सक्नुहुन्छ। त्यस्तै हाम्रो स्नायु प्रणाली जब हामी सेटल्ड अवस्थामा लान्छौँ, सेडिमेन्टेसन भन्छौँ, यसलाई थिग्राउँछौँ, शान्त गर्छौँ, रिल्याक्स गराइदिन्छौँ भने त्यहाँ भित्र भएका गाँठागुठी रहनै सक्दैनन्। बाध्य भएर शरीरले यसलाई फुकाएर आफूलाई खुला गर्न नियमित रक्त सञ्चार गर्छ, नियमित अक्सिजनलाई विभिन्न सेलहरूमा, कोशिकाहरूमा पुर्याउन पाउँछ। खानेकुराको न्युट्रिसन विभिन्न ठाउँमा सर्कुलेसन हुन जान्छ। त यसरी चाहिँ जाने क्रममा जुन गाँठागुठी फुक्ने हुन्छन्, त्यसले जुन विचारहरू मात्रै होइन, इमेजरीहरू, लाइटहरू, विभिन्न इम्प्रेसनहरू आउँछन्, बाहिर देखा पर्छन्। त्यो भानलाई हामीले चाहिँ स्ट्रेस रिलिजका सङ्केतहरूको रूपमा लिन्छौँ, तनाव उन्मूलनका सङ्केतहरू। अब आध्यात्मिक हिसाबले लिँदा पनि ठिकै त छ त नि। पहेँलो लाइट आयो, सेतो लाइट आयो, होइन, निलो चाहिँ कलरहरू आयो, इमेजरी आयो, राम्रो भइरहेको हो। त्यसलाई टाँसेर भन्ने कुरा जे जसले भने पनि है, फुफा गरेर पनि कसैलाई ठिक हुन्छ भने त राम्रै त भयो नि, होइन? अवश्य त्यो अभिव्यक्तिका कुराहरू पनि केही छैन। तर यो भावातीत ध्यानमा हामीले सहज रूपमा लिन्छौँ त्यसलाई। शरीरको शुद्धिकरणको प्रक्रिया हो, हामी माइन्ड गर्दैनौँ। निर्दोष भावले निर्देशकले, प्रशिक्षकले सिकाए अनुसार हामी ध्यान कन्टिन्यू गर्छौँ। त्यसलाई हामीले वैज्ञानिक हिसाबले हेर्दाखेरि शरीर शुद्धिकरणका सङ्केतहरू हुन्, तिनीहरू सूचकहरू हुन्। शरीर शुद्धिकरणको प्रक्रियामा गइरहेको छ। अवश्य साह्रै खुसीको कुरा हो यो। यदि स्वाभाविक तरिकाले ध्यानमा बस्दाखेरि त्यस्ता उबड खाबडहरू छन्, कसैलाई आउँछन् रुने, हाँस्ने, चिच्याउने, कराउने, लडीबुडी खेल्ने, 2-4 जनालाई भइरहन्छ। तपाईँ धेरैजना ध्यान गराएको ठाउँमा हेर्नुभयो भने त्यो देखिन्छ त्यस्तो प्रक्रियाहरू। त्यसलाई चाहिँ हामीले नराम्रोसँग लिनु हुँदैन, शुद्धिकरणको अभिव्यक्ति हो। हामी श्रुति संवादको समयमा छौँ र यो चाहिँ हामीसँग यस्तै अध्यात्म सम्बन्धी अथवा यो धर्म, कर्म, यो अरू विविध यो पौराणिक, पुरातन यी विविध विषयमा विशेष जानकारीको लागि तपाईँ यो श्रुति संवाद सुन्न सक्नुहुन्छ र हामीलाई लाइक, सेयर, फलो र सब्सक्राइब पनि गरेर सहयोग पनि गर्न सक्नुहुन्छ। म यहाँबाट के अगाडि बढेँ भने फेरि अब अचल चाहिँ म एकदम ध्यान गर्छु, अझ ध्यान गर्छु भन्दा पनि म चाहिँ मेडिटेसन गर्छु भनेर पुरा त्यो अहङ्कारले हुन्छ नि, अहङ्कारले एकदम छाती फुलाएर एकदम गर्वका साथ म चाहिँ एकदम ध्यान पनि होइन, म त मेडिटेसन पो गर्छु त भनेर एउटा समाजमा देखाउने एउटा प्रचलन छ होइन। अब ध्यान भनेको त यो म भन्ने चिजकै चाहिँ यसलाई तिरोहित गर्नुपर्ने चिज हो नि त, होइन? ध्यान भनेको त मलाई नै तिरोहित गर्ने भन्ने यसको उच्चतम लेभल हो भनौँ न। अब सुरुको अवस्था त त्यो होइन, त त्यो अवस्था हो। तर अब अचेल त होइन, म त कहाँ गएर आएको भन्दा म त मेडिटेसन गरेर आएको, जिम गरेर आएको भने जस्तो, म त मेडिटेसन गरेर आएको भने जस्तो त्यो खालको भाव पनि मान्छेहरूमा देखिन्छ। त्यो चाहिँ एक प्रकारको बाधा हो कि होइन? अवश्य बाधा हो, त्यो अहङ्कार हो। किन भन्नुहुन्छ भने तपाईँले ध्यान गरेर तपाईँमा अरूले देख्ने किसिमको परिवर्तन आएन भने तपाईँले आफैले ध्यान गर्नु भनेको केही अर्थै छैन त्यसो, होइन? अब कोही व्यक्तिले ध्यानको साँच्चै नै अभ्यास नगरिकन पनि उनीहरूको बोली व्यवहार राम्रो छ, अरूप्रति करुणामयी छन्, दयावान छन्, समाजको भलाइको बारेमा सोच्छन्, अरूको सफलतामा रमाउन सक्छन्, लोभ लालच ईर्ष्या केही पनि छैन, आसक्ति छैन भने उनीहरू वास्तवमा सच्चा ध्यानी हुन् एकदम। त्यसैले म ध्यान गरेको छु भन्ने अब विभिन्न किसिमका खराब भनिएका सङ्गतहरूमा फस्ने अनि
भनौँ न नेगेटिभ शब्द प्रयोग गरे भन्नु होला, जहाँबाट चुरोटहरू खाने, जहाँ पाए पनि जाने, जस्तो पाए पनि सङ्गत गर्ने, होइन, जस्तो पाए पनि काम गर्ने, त्यस्तो हो भने त्यसको कुनै 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 अर्थ छैन। त्यो कम्प्लिटली ध्यानप्रतिको अन्याय हो। त्यसैले मैले के भन्न चाहन्छु भने एउटा मेजरेबल इफेक्ट आफूले पनि अनुभव गरेको त हुनै पर्यो, जसरी यहाँले व्यक्तिगत अनुभव भन्नुभयो। तर त्योभन्दा पनि महत्त्वपूर्ण बाहिरको समाजले तपाईँलाई देख्नु पर्यो, अरूले तपाईँलाई एउटा ध्यानी हो, एउटा ध्यानी व्यक्तिको ध्यान गरेको साधकका चरित्रहरू कस्ता हुन्छन् भन्ने कुरो यदि देख्दैनन् भने त्यो ध्यानको कुनै अर्थ छैन। तपाईँ यदि ध्यान गर्नुहुन्छ भने तपाईँको त्यो ध्यान गरेको परिणाम चाहिँ तपाईँको चेहरामा, तपाईँको व्यवहारमा आएन भने त्यो ध्यान हो र? होइन होइन होइन, आउनु पर्यो। त्यो व्यक्तिगत कुरा भयो। साथसाथै तपाईँको पर्यावरणमा जानु पर्यो, प्राणीहरूमा जानु पर्यो, अरू मानव जातिहरूमा तपाईँको सकारात्मक प्रभावहरू जानु पर्यो, विश्व ब्रह्माण्डमा जानु पर्यो। तपाईँको बोली व्यवहार, हिँडाइ लवाइ खवाइमा त्यो खालको ग्रेसफुलनेस आउनु पर्यो, स्वाभाविकता आउनु पर्यो, तपाईँको नेचुरलनेस झल्किनु पर्यो त्यहाँनिर। तपाईँले कसैलाई पनि हानि हुने, चित्त दुखाउने काम गर्नु भएन। यदि त्यस्तो अरूबाट थाहा पाइएको छ भने तपाईँ ध्यानी हो, होइन भने ध्यान गरेको कुनै अर्थ रहेन। एकदमै एकदमै म यसै सन्दर्भमा आएँ। जस्तै भावातीत ध्यानले एउटा अब जीवन परिवर्तन गर्छ अथवा एउटा चाहिँ हाम्रो स्वाभाविक रूपले आचरणमा व्यवहारमा परिवर्तन गर्छ भन्ने कुरा हामी बुझ्छौँ, कुनै पनि ध्यानको कुरा गरौँ। अब यो बाहिर चाहिँ कसरी देखिन्छ? हामीले भित्रको अनुभव त हाम्रो एउटा ध्यान गर्दाको अनुभव त छँदैछ, हामीले जे अनुभव गर्छौँ त्यो अनुभूति गर्छौँ, त्यो त आफ्नो ठाउँमा छ। बाहिर चाहिँ त्यो कसरी प्रकट हुनुपर्छ अथवा कसरी देखिन्छ? सबभन्दा महत्त्वपूर्ण कुरा मानव जीवनमा मलाई के लाग्छ भने त्यो व्यक्तिको स्वाभाविकता हो, नेचुरल हुनु पर्यो। नेचर इज अलमाइटी। प्रकृति अति सर्वशक्तिमान हुन्छ, सर्वव्यापी हुन्छ, सर्वज्ञ हुन्छ र शक्तिशाली मान्छे भनेकै त्यो व्यक्ति हो जो आनन्दित छ, जो शान्त छ, जो स्वस्थ छ। हामीले शक्ति भनेर अरूलाई गुल्टाउने हिसाबले लिन्छौँ। प्राय पैसा धेरै भएकोलाई शक्तिको रूपमा पनि लिने चलन छ। धेरै लोकप्रिय मान्छे शक्तिशाली हो, या धेरै डिग्री पिएचडी हासिल गरेको शक्तिशाली हो, देश विदेश भ्रमण गरेको व्यक्ति शक्तिशाली हो, बडे पाखुरा भएको व्यक्ति शक्तिशाली हो भन्ने पनि हाम्रो चलन छ। त्यो भौतिक मात्रै हो, भौतिक रूपले त ठिकै छ, तर वास्तविक शक्ति भनेको त्यो होइन। त्यसको अर्को ब्याकग्राउन्ड हुन्छ, प्रकृति, विशुद्ध चेतना, नेचर, या भौतिक शास्त्रीय यसलाई ग्राउन्ड स्टेट भन्छन्। तपाईँ ग्राउन्ड स्टेटमा हुनुहुन्छ, आफ्नो धरातलमा उभिनु भएको छ भने तपाईँलाई कुनै पनि चिजहरू बनावटी गर्नु जरुरी छैन। तपाईँ आफ्नो आद्य स्वरूपलाई नै तपाईँको ब्याकअप बनाउनु भएको छ भने तपाईँलाई कसैलाई ढाँटेर यो गर्ने ऊ गर्ने भन्ने केही जरुरी छैन। त्यस्तो व्यक्ति बहुत शक्तिशाली हुन्छ, उनीहरू भित्रैबाट सोध्छन्। त जो व्यक्ति भित्रैदेखि परिचालित हुन जानेको छ, ऋग्वेदमा भनिएको छ यतिनाम ब्रह्म भवति सारथि भनेको भगवान त्यो व्यक्तिलाई सहयोग गर्नुहुन्छ। या रामचरितमानसमा भनिएको छ जो इच्छा करिहौ मनमाही प्रभु प्रताप कछु दुर्लभ नाही। तपाईँ भित्रैदेखि जे चाहनुहुन्छ त्यो प्रकृतिले पुरा गर्छ। तपाईँ फिजिक्सको भाषामा भन्ने हो भने सेटल र रिल्याक्स्ड स्टेटमा जानुहुन्छ भने तपाईँले इलेक्ट्रोनिक फिल्डलाई स्टरिङ गर्नुहुन्छ। इलेक्ट्रोनहरू त पोसिबिलिटी हुन्छ, सम्भाव्यता बोकेका हुन्छन्। तपाईँले चाहेको हरेक चिज हामी भित्रै त छ। आज मनोविज्ञानको योगदान यही हो कि एभ्रीबडी इज जिनियस, एभ्रीवन हैज अनबाउन्डेड पावर विदिन देमसेल्फ। हामीले खोजेको त हर चिज भित्रै छ, प्यारलल युनिभर्सहरू भित्रै छन्, हर चिज हामी भित्र छ भन्ने कुरा त आजकल हरेक व्यक्तिले मान्छ नि त। तर त्यसलाई निकालिएको छैन। निकाल्न चाहिन्छ अवेरनेस, एटेन्सन चाहिन्छ। र त्यो वास्तवमा त्यहाँबाट परिचालित हुने भनेको प्राकृतिक बन्नु हो, स्वाभाविक बन्नु हो, योगी बन्नु हो, ध्यानी बन्नु हो, स्वाभाविकतामा आउनु हो। त्यसैले गर्दाखेरि हामी भित्र जाने, आनन्दित बन्ने, शक्तिशाली बन्ने, स्वाभाविक बन्ने कुराहरू चाहिँ ध्यानबाट प्राप्त गर्ने कुराहरू हुन्। यो चाहिँ अब यो ध्यानकै प्रसङ्गमा जस्तै समाजका धेरै मान्छेहरूले, धेरै समूहगत रूपमा अथवा समाजका धेरै मान्छेहरूले ध्यान गर्दा त्यो चाहिँ त्यसको सकारात्मक परिवर्तन सम्भव छ कि छैन? यसको आधार चाहिँ के हो?
यसको आधार मनको शान्ति हो। मनमा शान्त हामी छौँ भने हाम्रा बोली व्यवहारहरू त्यस्तै खालका हुन्छन्। एउटा उखान यहाँले सुन्नुभयो होला, जैसा दृष्टि वैसा सृष्टि, एज यु आर इनसाइड सो यु आर आउटसाइड। हामी आनन्दित शान्त छौँ भने कोही मूर्ख मान्छे आयो भने पनि हामीलाई दया लाग्छ, यो बिचरा यसको व्यवहार चरित्र त्यस्तै खालको रहेछ, म किन चाहिँ रिसाउने, होइन, म पनि ऊ पनि मेरै भाइ भतिजा त हो नि, त्यो खालको भावना आउँछ हामीमा। अनुभव थोरै मोरै यहाँले पनि गर्नुभएको होला। तर हामी टेन्सनमा छौँ, स्ट्रेसमा छौँ, भित्रै गोलमाल छ, आत्तिएका छौँ, डराएका छौँ भने हामी कोही मूर्ख मान्छे आयो भने पनि हामी पनि मुक्का देखाउन थाल्छौँ, त्यो कुरामा तत्पर हुन्छ। हो, त्यसैले युनाइटेड नेसन्सले, युनेस्कोले के उद्घोष गर्यो भने युद्ध व्यक्तिको मनमा हुन्छ, मनको कुरा हो सबै। वार बिगिन्स इन द माइन्ड अफ इन्डिभिजुअल। वार भन्नाले चाहे रसिया युक्रेनको या हमासको इजरायलको या अमेरिका इरानको जेसुकै हो, या घरमा श्रीमान श्रीमतीको या बच्चा बच्चीको या साथीभाइको, जुनसुकै तपाईँले चाहिँ कन्फ्लिक्ट या युद्ध या नेगेटिभिटी द्वन्द्व हेर्नुहुन्छ भने सबै मनका उपजहरू हुन्। मन शान्त समस्या छैन, मनमा अशान्ति छ, समस्या त्यहीँबाट आउने हो। त्यसैले वैदिक साहित्यमा भनिएको छ, महर्षि पतञ्जलिले तत् सन्निधौ वैरत्यागः, शून्यको शान्तिको आनन्दको समीपमा नजिकमा नकारात्मकता सम्पूर्ण समाप्त हुन्छ, समाधान त्यही हुन्छ। समस्या कहाँ हुन्छ त भन्दा विचारको हर्ल्याङ र फर्ल्याङमा हुन्छ। भगवान् बुद्धले दिएको ठुलो चाहिँ योगदान पनि मानव जातिलाई म हजुरलाई बताउन चाहन्छु। संसारमा समस्या छ, समस्याको कारण छ, कारणको निवारण छ। निवारण के हो त? अष्टमार्ग दिनुभयो, अष्टमार्गलाई निचोर्नुभयो भने हजुरले के पाउनुहुन्छ भने चेतनाको ज्ञान, शून्यको ज्ञान, शान्तिको ज्ञान, आनन्दको ज्ञान हो कि होइन? एकदम। त्यसैले मन शान्त भए सबै चिज राम्रो, मन अशान्त भए सबै चिज गोलमाल हुन्छ। म त के भन्छु भने हाम्रो देशमा नेताहरूले भ्रष्टाचार गरे भन्छन् नि, त्यो नेताको बिग्रेको मन हो कि? तपाईँले यसो विचार गर्नु त। छटपटीको हो कि होइन, अहङ्कार हो कि होइन, आसक्ति हो कि होइन, डर हो कि होइन, लोभ लालच हो कि होइन, यहाँले यसो विचार गर्नु त। त्यसैले हामी भित्र शान्त र आनन्दित छौँ भने विश्व शान्ति भनेको यही हो। मुलुक शान्ति भनेको यति हो, मनको शान्ति हो। व्यक्तिको मनमा जे हुन्छ त्यो नै बाहिर प्रकट हुने हो। अवश्य अवश्य। एकदम। अब यो खासमा हामी यो भावातीत ध्यानको कुरा गर्दा यसमा वैज्ञानिक अध्ययन अनुसन्धानले यो यसको सबैभन्दा बलियो प्रमाण चाहिँ कुन क्षेत्रमा छ र कुन कुन यसले दिएको दाबी अथवा यसको प्रमाणहरूमा चाहिँ अझै अनुसन्धान नपुगेको अथवा प्रमाण नपुगेको त्यस्तो केही छ? तपाईँको यत्रो लामो अनुभवले के? यस्तो छ, विज्ञानमा अनुसन्धान त निरन्तर जारी रहन्छ। हेर्नुहोस्, यो कहिले पनि रोकिँदैन। अब यसले अहिलेसम्म हासिल गरेका ठुला ठुला उपलब्धिहरू, यसको अनुसन्धानले शरीरलाई तुरन्त शीघ्र विश्राम दिने यसको अनौठो अनुसन्धान छ। यसका अनुसन्धानहरू भएका ठुल्ठुला युनिभर्सिटीहरू छन्, नाम लिँदा सम्भवतः फरक नपर्ला। हुन त नाम लिँदैमा हुने त केही पनि होइन। हार्वर्ड, क्यालिफोर्निया, क्याम्ब्रिज, अक्सफोर्ड, स्ट्यान्डफोर्ड, यहाँ ठुला ठुला अनुसन्धान सयौँको सङ्ख्यामा, दुई चारवटा पियर रिभ्यू टेस्टहरू भएको छ, मेटा एनालिसिस भएको छ। किन अनुसन्धानमा एउटा के हुन्छ भने नि, दुई चारवटा मात्रै अनुसन्धान हुँदाखेरि अनुसन्धानको परिपाटीमा पूर्वाग्रही भयो कि भन्ने हुन्छ। त्यसैले मेटा एनालिसिस गर्छन्, पियर रिभ्युड अध्ययनहरू गर्छन्। किन गर्छन् भन्नुहुन्छ भने पूर्वाग्रही नहोस्, कसैले कसैलाई पैसा खुवाएर गरेको त्यस्तो किसिमको अनुसन्धान नहोस् भनेर गरिएका यी अनुसन्धानहरू छन्। खास गरी उच्च रक्तचापलाई न्यूनीकरण गरेको अनुसन्धान छ, टाउको दुखाइमा कम गरेको अनुसन्धान छ। किनभने विश्राम हुने बित्तिकै त सिस्टम स्वाभाविकतामा आएर काम गर्छ नि त। टाउको दुख्यो या ब्लड प्रेसर भयो भनेको त एब्नर्मल फङ्सनिङ हो। हाम्रो ब्लड जुन हिसाबले सर्कुलेसन हुनु पर्ने थियो, नसाहरू च्याप्टिए, बाङ्गिए, भत्किए, काँटाकुटी परे। त्यस्तै हार्ट डिजिजमा छ, अमेरिकन हार्ट एसोसिएसनले उद्घोष गरेको छ, ट्रान्सेन्डेन्टल मेडिटेसन इज वाट वी रेकमेन्ड फर हार्ट पेसेन्ट्स भनेको छ। त्यस्तै ब्लड प्रेसरको लागि अरू मेडिसिनहरूले दिएका छन्, कैयौँ छन् यसमा। त्यो दुई चारवटा नाम लिएर भ्याइँदैन। यो चाहिँ हजुर जस्तो मान्छेलाई त हामी एकचोटि हाम्रो महर्षि फाउन्डेसनको चम्पादेवीमा आवासीय ध्यान कार्यक्रम चाहिँ एकचोटि आउनुभयो भने बडो रमाइलो हुन्छ, बडो आनन्ददायी
क्षण रहनेछ भनेर भन्न चाहन्छु यहाँ मार्फत सम्पूर्ण श्रोता तथा दर्शक वृन्दलाई टौरको माथि पारिपट्टि छ दाहिनेपट्टि। त्यसैले अनुसन्धानका विशेष गरी वस्तुगत अनुसन्धान भएका यिनै हुन्। मुटुमा, प्रेसरमा, टाउको दुखाइमा, अनिद्रामा साह्रै छिटो ठिक हुने त अनिद्रामा एउटा सिम्पल एनालोजीबाट बताउन चाहन्छु। मलाई निन्द्रा लागेन भन्नुको अर्थ के हो भने बिस्तारामा सुतेर कुरा दौडाइरहेको छु हो कि होइन ल भन्नु त यहाँ हो। भावातीत भनेकै विचारबाट पर हुने हो, तुरन्तै हुने हो। जब विचार छोडिदिनुहुन्छ तपाईँको शरीर आफै निदाउन जान्छ। निन्द्रा ल्याउने भन्ने कुरा हामीले ल्याउने होइन, यो निन्द्रा आइजे भनेर 10 बजेपछि हामीले चाहिँ बोलाउने होइन। यो त शरीरले स्वाभाविक आफै लिएर आइरहेको हुन्छ। निन्द्रा शरीरको स्वभाव हो, भोक तिर्खा सबै स्वभाव हो होइन। त्यसले गर्दाखेरि निन्द्रा स्वाभाविक भए पनि हाम्रो चाहिँ थिङ्किङ, सेन्सिङ, पर्सिभिङ, भिजुअलाइजिङ यिनीहरूले चाहिँ हामीलाई बिगारिरहेको हुन्छ। हामी आसक्तिको कारणले धेरै सोच्छौँ, हामी भित्र सोचिरहेको छु के फरक पर्ला र भनेर हामी सोचेको सोचे व्याख्या विश्लेषण पूर्वाग्रह चलिरहेको हुन्छ। त्यसले गर्दाखेरि निन्द्रा खराब गरिदिन्छ। भावातीत ध्यानमा के हुन्छ, तपाईँ छोडिदिनुहुन्छ। छोडिदिनु त निदाउनु हो नि त। तपाईँ कसरी निदाउनु छ भने जब छोडिदिनुहुन्छ शरीर बिस्तारामा साँच्चै भित्रैदेखि छोड्नु भयो भने तपाईँ निदाउनु भयो। निदाउनुको अर्थ नै तपाईँ आफूलाई छोडिदिनु भयो, पक्रेर राख्नुभयो भने तपाईँ निदाउन सक्नुहुन्न। हामी जति जकडिन्छौँ त्यो त्यतिकै चाहिँ कडा भएर तनावमा कन्भर्ट हुन्छ। एउटा रमाइलो सानो कथा छ, पुन्टे र बयरको कथा। बाल्यकालमा पढ्नुभयो। पुन्टे अलि चकचके बच्चा हुन्छ, आमाले के भन्छन्, बाबु ज्ञानी भएर बसे, म मेलामा जान्छु, भोक लाग्यो भने भुड्कामा बयार छ झिकेर खाऊ है भन्छन्। अनि त्यसपछि भोक लाग्छ उसलाई, आमा मेलामा जान्छन्, अनि भुड्काभित्र हात हाल्छ, बयार पक्रेपछि हात त अड्किन्छ, रोएर बस्छ त्यो। अनि आमा आउँछिन्, किन रोगो भन्दाखेरि आमा मेरो त हात अड्क्यो भनेर त्यो दुःख देखाउँछ, आँखाबाट आँसु देखाउँछ। अनि आमाले भन्छन्, हेत्तेरिका त्यो बयार छोडिदियो त तिम्रो हात बाहिर आइहाल्छ नि। लाइफ यस्तै हो, हामी जतिखेर पनि पक्रेर जुन मानसिक रूपमा समेत हर चिजलाई पक्ड्ने, पूर्वाग्रही बन्ने, जजमेन्ट गर्ने, तुलना गर्ने, त यसले जीवन प्रयास पाइरहेको छ। समग्रमा यसलाई वैज्ञानिकहरूले, अनुसन्धानकर्ताले के भने ट्रेट एङ्जाइटी भने यसलाई ट्रेट एङ्जाइटी। हुन त धेरै एङ्जाइटीका प्रकार छन्, खास गरी दुईवटा बहुत फेमस छन् अनुसन्धानमा। एउटा ट्रेट एङ्जाइटी 90% चिन्ता गर्छ यसले, अर्को छ 10% गर्ने स्ट्याटिक एङ्जाइटी भन्छन्। घटनामा आधारित हुन्छ, त्यो घटना सिद्धिएपछि त्यसको प्रभाव कम भएर जान्छ। तर तपाईँको हेबिचुअल एङ्जाइटी जुन छ नि ट्रेट, त्यो विकास गरेर हुन्छ। हामी कसले के खायो, कोसित को हिँड्यो, कसले कसलाई के भन्यो, कसको घर ठुलो, कसको ब्याङ्क ब्यालेन्स धेरै, कसका छोराछोरी देश विदेश गए हो। त यो जुन शैली हुन्छ नि यसले अधिकांश मान्छेको जिन्दगी कोल्याप्स पाइरहेछ। त्यसको एउटै मात्रै उपाय हो मनलाई शान्त हुन दिने, शरीरलाई शान्त हुन दिने, रिल्याक्स गराउने, विश्राममा हुन दिने। त यो विधि हो भावातीत ध्यान। यो भावातीत ध्यानले नि आफ्नो यो जुन वास्तविक स्वरूप हुन्छ नि, यो ध्यान गर्ने व्यक्ति मात्रै बदलिन्छ अथवा आफूभित्रको जुन सत्य छ नि, हामी जुन सत्य भनिरहेका छौँ, हामीभित्र एउटा परमात्मा छ, परम तत्त्व छ, ईश्वर छ, आत्मा छ, अब जे नाम दिउँ त्यो चिज छ, त्यो चिजलाई चिन्ने हो के हो? यो सही कुरा भन्नुभयो यहाँले। आफूलाई चिन्ने भन्दाखेरि कतिपय मान्छेहरू कन्फ्युजनमा के हुन्छ भने यो शरीरलाई चिन्ने होला या आफ्नो भिजन मिसन पत्ता लगाउने होला, यो होइन। सेल्फ नलेज भनेको तपाईँ अहम ब्रह्मास्मीको ज्ञान हो। यो भनेको तपाईँको यो भौतिक शरीर चाहिँ क्षणिक हो, आउँछ जान्छ आउँछ जान्छ। तपाईँको सत्यता, तपाईँको रियालिटी भनेको चाहिँ साइलेन्स रहेछ, शून्यता रहेछ, अनन्तता रहेछ, अखण्डता रहेछ, त्यो ब्रह्म सत्ता रहेछ, त्यो चाहिँ असीमताको सत्ता रहेछ, इन्फिनिटी रहेछ। त्यही ग्राउन्ड स्टेट रहेछ। भौतिक शास्त्रको सिद्धान्तमा शब्दहरूमा यसलाई के भनिन्छ भने लिस्ट एक्साइटेसन पनि भनिन्छ। अति कम स्पन्दन भएको, यो बाहिरको त सबै अणु परमाणुहरू स्पन्दित भएको भन्छन् भौतिक शास्त्रीहरू। हाम्रो आँखा यति कम पावरबाट चलिरहेको हुन्छ। तपाईँलाई थाहा छ हाम्रो आँखा करिब 700 मेगापिक्सलको हुन्छ भन्छ वैज्ञानिकहरू। अहिले मोबाइल क्यामेराहरू 300-400 आउनु थालिसके। हुनसक्छ भोलि कुनै समय आउँछ 1000 मेगापिक्सलको क्यामेरा आउने बित्तिकै डाँडा पारेको घटना सञ्जयले धृतराष्ट्रलाई देखेर बताएको दृश्य जस्तै हुनु पनि बेर लाग्दैन। त्यसैले हामी लिमिटेड दायराबाट चलिरहेका हुन्छौँ। त्यसैले यो जुन आफ्नो सत्य भनेर यहाँले भन्नुभयो, त्यो सत्य, शून्यता, शान्ति टर्मिनोलोजीहरू जे तपाईँ ईश्वर, भगवान, परमात्मा जे भन्नुहोस्, यी सबै आन्तरिक यात्रा हाम्रो आद्य स्वरूप हो। त्यो चाहिँ हाम्रो रियालिटी हो।
सत्य भनेको त्यही हो, त्यसलाई जान्ने हो, जुन कहिल्यै परिवर्तन हुँदैन। यो त भौतिक संसार त परिवर्तन छ नि, आज छ भोलि छैन, हामी पनि हिजो आएको भोलि जाने हो। तर हाम्रो जुन ओरिजिनल इसेन्स जुन हुन्छ त्यो कहिल्यै पनि कहीँ पनि जाँदैन। त्यसलाई वैज्ञानिकहरू एनर्जी भन्छन्, एनर्जी इक्वल्स मास, EMC स्क्वायर। यो बाहिरको जति पनि भौतिक संसार छ त्यहीँबाट प्रभावित भएको हुन्छ। जस्तै समुद्रबाट त्यही पानी बाफ बनेर माथि जान्छ, फेरि भगभगेर यो इकोसिस्टम जुन चलिरहेको देख्छौँ त्यही लागु हुन्छ। एउटा वनस्पतिमा सानो बिउबाट बडेमानको रुख बन्छ, हामी सानो भ्रूण यसरी जन्मिन्छौँ, फेरि हाम्रा छोराछोरी नाति पनाति खराती आउँछन्। यो चलिरहेको छ, यो सबै सिस्टम हेर्नुहोस्। यो कसले गरिरहेछ त भन्दा त्यही धर्मको सत्ता, त्यही सत्यको सत्ता, त्यही अध्यात्मको सत्ता, त्यही आनन्दको सत्ता, शान्तिको सत्ता, शून्यताको सत्ता, परमात्माको जे भन्नुहोस् तपाईँ, त यो चाहिँ हो। अब हामी कार्यक्रमको करिब करिब अन्त्यतिर छौँ। हामी लगभग 1 घन्टा हामीले यो भावातीत ध्यानको विषयमा कुराकानी गरिसक्यौँ। र कोही मान्छे भावातीत ध्यान सिक्न चाहन्छ अथवा ऊ भावातीत ध्यान सुरु गर्न चाहन्छ भने उसले आजैदेखि सबैभन्दा पहिले के गर्ने? यसको लागि गुरु जरुरी छ कि छैन? एकदमै जरुरी हुन्छ। कुनै पनि क्षेत्रमा छिटो सफलता हासिल गर्नको लागि सही मार्गदर्शन चाहिन्छ, सच्चा प्रशिक्षक चाहिन्छ या सच्चा गुरु चाहिन्छ। त्यसैले हामीहरू छौँ यसको लागि। मैले भन्छु नेपाल महर्षि वैदिक फाउन्डेसन छ, जुन चम्पादेवी जाने बाटोमा टौधको पारिपट्टि छ, या हाम्रा फोन नम्बरहरू नेटबाट पनि यहाँले पाउन सक्नुहुन्छ। ट्रान्सेन्डेन्टल मेडिटेसन इन नेपाल भन्नुभयो भने पनि आउँछ, भावातीत ध्यान भन्नुभयो भने। त्यस्तै यी कार्यक्रमहरू पनि जागृतिका कार्यक्रमहरू हुन्। जब व्यक्ति जागरण आउँछ नि, एउटा भनाइ छ जिन खोजा तिन पाइया, हामीले जे खोज्छौँ लाइफमा त्यही पाउने हो। त्यसैले ओहो भावातीत ध्यान सिक्न पाए हुन्थ्यो भनेर चिन्ता लिनुपर्ने कुनै जरुरी छैन। आजकल हामी सामाजिक सञ्जालमा छौँ, इन्टरनेटमा छौँ, युट्युबमा छौँ, होइन, मिडियाहरूमा छौँ। त्यसले गर्दाखेरि खालि जागरण चाहियो। म चाहिँ परिवर्तन चाहन्छु, शान्तिको परिवर्तन, आनन्दको परिवर्तन, स्वास्थ्य चाहन्छु, सहज जीवनशैली बनाउन चाहन्छु, हस्याङ फस्याङ हुन चाहन्न, म दौडादौड गर्न चाहन्न। यदि चाहना भयो भने जो इच्छा गरे हो मनमाई, प्रभु प्रताप कछु दुर्लभ नाही। त्यसैले म त यति नै भन्न चाहन्छु। अब तपाईँ चाहनुभयो भने हामीलाई प्राप्त गर्न सकिन्छ। अरू कुनै पनि ध्यानहरू पनि गर्दा हुन्छ। मैले यही मात्रै गर्नुपर्छ भनेर त्यस्तो दाबी पनि गरेको छैन, त्यो पूर्वाग्रही हुनु पनि भएन। यहाँलाई राम्रो लाग्छ भने आउनुहोस्, हाम्रा सेमिनारहरू हुन्छन्, हाम्रा निःशुल्क कार्यक्रमहरू पनि हुन्छन्, जानकारी सेमिनारहरू हुन्छन्। त्यसैले त्यहाँ आएर विश्लेषण गर्ने, हेर्ने कुन कतिको साइन्टिफिक छ, साइकोलोजिकल छ या वैदिक छ, वेदमा आधारित छ, कतिको विज्ञान सम्मत होइन तथ्यहरूमा आधारित छ भन्ने कुरा यहाँले चाहिँ विश्लेषण गर्नुपर्छ। किनभने एकजना मनोविज्ञले भनेका थिए हामी यस्तो धरातलमा छौँ जहाँ कुनै घटना घट्छ हामी तुरन्त रिस्पोन्स गर्छौँ, त्यसरी रिस्पोन्स गर्नु हुँदैन। त्यसैले हामीले चाहिँ सही कुरा के हो सोचेर विचार गरेर अध्ययन गरेर अनुसन्धान गरेर, अब यो हामी त भौतिक संसारमा छौँ, विश्लेषण गरेर जब यहाँलाई विश्वास लाग्छ, पक्का हुनुहुन्छ, त्यसपछि त्यो अनुसार हामी अगाडि बढ्ने हो। र हामीलाई पनि के चाहिँ हामीले विश्वास गर्छौँ भने यदि साँच्चै नै महर्षिको भावातीत ध्यान राम्रो छ भने सबैको लागि चाहिँ यो लाभकारी छ, कल्याणकारी छ। यसले प्रचार प्रसार आफै लिएर जाने हुन्छ। धेरैभन्दा धेरै जनताहरूलाई यसले सुख शान्त आनन्दित बनाउन सक्छ, स्वस्थ बनाउन सक्छ भन्ने कुरामा हामीलाई विश्वास छ। तपाईँसँग राम्रो कुरा छ, तर तपाईँ दौडादौड गरेर त्यसलाई चाहिँ वकालत गरे गर्नुहुन्छ, फाइदा दिँदैन भने तपाईँ जतिसुकै चाहिँ दौडादौड गरे पनि, विज्ञापन गरे पनि त्यसले चाहिँ लङ टर्म बेनिफिट दिन सक्दैन कसैलाई पनि। अब तपाईँहरूसँग जोडिनलाई हामी जस्ता सञ्चार माध्यमहरू पनि उपयुक्त हुन सक्छ। अवश्य एकदम। सञ्चार माध्यम त अहिले त यो सामाजिक सञ्जाल भनेको त हेर्नुहोस्, यसलाई सही उपयोग गर्न सक्ने हो भने अहिले त संसारै उनीहरूको छ भन्छु मैले। त्यस्तो अद्भुत एउटा इतिहासमा छौँ हामी, मानव इतिहासमा टेक्नोलोजीको। तपाईँ मैले सोध्न छुटाएको तपाईँले भन्नुपर्ने केही बाँकी छ? म के भन्न चाहन्छु भने जीवन सङ्घर्ष मात्रै होइन, जीवनको परम लक्ष्य त सबैको आनन्दै प्राप्त गर्ने हो। शान्तिको नाम पनि आनन्दै हो, स्वस्थको नाम पनि आनन्दै हो, शान्ति नै हो।
हामी सबैले जेसुकै जीवनमा लक्ष्य राखे पनि परम लक्ष्य आनन्दै हो र जीवनमा आनन्द छैन भने तपाईँले कमाएको पनि लङ्कास हुन्छ मेरो कान बुझै हो। तपाईँले हासिल गरेका सुख सुविधाहरू डिग्री पिएचडीहरू मान सम्मानहरू जे जति छन् कुनैको केही अर्थ छैन। त्यसैले हामी मस्त सुत्न सक्ने आनन्दित हुने स्वाभाविक तरिकाबाट परिचालित हुन सक्छौँ। कसैलाई छलकपट गर्नु छैन, बनावटी जीवन जिउनु छैन, स्वाभाविकतामा स्वस्थ भएर आनन्दित भएर जिउनुहुन्छ भने तपाईँ हाइली सक्सेसफुल हुनुहुन्छ। सफलताको अरू कुनै परिभाषा मेरो लागि चाहिँ छैन। आनन्द स्वास्थ्य शान्ति नै सफलताको परिभाषा हो। त्यसैले यदि यहाँलाई लाग्छ यति कुराहरू सुन्दाखेरि यो मान्छेले भनेको कुरा त ठिकै लाग्यो है भन्ने छ भने हजुरहरूलाई म विनम्रतापूर्वक हाम्रा केन्द्रहरूमा निःशुल्क प्रवचन पनि हुन्छन्। यहाँ अब चल्नको लागि केही लिने दक्षिणाहरू लिने कुरा त छन्, स्वाभाविक छन्, मैले धार दिने यहाँलाई। तर निःशुल्क जानकारीहरू चाहिँ लिन जति पनि पाइन्छ हात दिनुपर्ने केही पनि छैन। यहाँले मूल्याङ्कन गर्नुहोस्। हामीलाई यदि राम्रो लाग्यो भने आउनुहोस्, हामी सिकाएर फिट बनाएर घर पठाउँछौँ मात्र होइन, हाम्रो फलोअपका कार्यक्रमहरू पनि हुन्छन्। यदि कसैले फलोअपको जानकारी भएन, मलाई थाहा छैन भन्ने कोही ध्यानी महानुभावहरूले सुन्नु भएको छ भने पनि हामीलाई कल गर्नुहोस्, सम्पर्क गर्नुहोस्। यहाँलाई ट्र्याकमा राख्ने, फेरि रिफाइन गर्ने, रिफ्रेस गर्ने, अपडेट गरेर घर पठाउने जिम्मा हामीहरूको। यसमा कुनै पनि कन्जुसाइ हुनेवाला छैन। हस्त दर्शकवृन्द, आज हामी कार्यक्रमबाट बिदा हुने समय आइसक्यो। हामी कार्यक्रमको अन्त्यमा आइसक्यौँ र यो भावातीत ध्यान सम्बन्धमा जुन महत्त्वपूर्ण कुराहरू, महत्त्वपूर्ण जानकारी र भावातीत ध्यान के हो, यो कसरी गरिन्छ र यसका विषयमा जुन सम्पूर्ण कुराहरूको बारेमा हाम्रो भावातीत ध्यानका प्रशिक्षक हाम्रो माधव अर्याल सरले जुन कुरा जानकारी दिनुभयो र महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि उहाँलाई पनि एकपटक पुनः धन्यवाद भन्दै हामी कार्यक्रमबाट बिट मार्ने अनुमति चाहन्छौँ। हस्, नमस्कार। मेरो पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद, नमस्कार। र यहाँलाई विशेष गरी मलाई यो हामीले जतिसुकै ठुलो ज्ञान भने पनि मैले भनिहालेँ, हामी यसरी संवाद नगर्ने, सोसल मिडियामा नआउँदाखेरि चाहने दर्शक श्रोताहरूलाई, खोजिराख्नु भएका दर्शक श्रोताहरूलाई पनि हामी दिन सक्दैनौँ यो। त्यसैले म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँहरूले मेरो कार्यक्रम यदि सुरुदेखि नै सुन्नु भएको छ भने म यहाँहरूप्रति बहुत आभारी छु र म आशा र विश्वास गर्दछु कि हाम्रो कुनै दिन अवश्य भेटघाट हुनेछ र यहाँहरूलाई पनि सेवा गर्ने मौका दिनुहुनेछ भन्ने विश्वास साथ म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय गुरुदेव।